सहयोग र यहाँहरूको सद्भावले हामी यो 21औं प्रस्तुतिसम्म निरन्तर रूपमा आउन सकेका छौँ र यसलाई हामी नियमित रूपमा लैजानको निमित्त प्रयत्नरत छौँ। आजको प्रस्तुतिको विषय छ मध्यस्थतामा मेलमिलापको प्रयोग र भूमिका। यो मेड आर भन्ने कन्सेप्टहरू पनि आइराखेको छ। त्यही सँगसँगै जोडिएर यो विषयलाई हामीले यो पटक राख्न खोजेका छौँ। र यसको प्रस्तुतिको निमित्त हामीसँग हुनुहुन्छ आज डाक्टर कुमार शर्मा आचार्य हुनुहुन्छ। उहाँले यो 1984देखि नै आफ्नो अभ्यासमा कानुनी अभ्यासमा हुनुहुन्छ र उहाँले बिजनेस र इन्टरनेसनल ट्रेड लमा एलएलएम गर्नुभएको छ। उहाँको विद्यावारिधि आफ्नै विषयमा कानुनको विषयमा छँदैछ र उहाँले युएसएड, युएनडिपी, एसिया फाउन्डेसन जस्ता संस्थाहरूसँग रहेर पनि आफ्नो क्षेत्रमा आफ्नो विषयमा उहाँले काम गरिराख्नु भएको छ, योगदान गरिराख्नु भएको छ। र त्यसपछि यो देश गणतन्त्रमा गइसकेपछि लुम्बिनी प्रदेशको कानुन निर्माणमा पनि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ र उहाँ नेप्काको आजीवन सदस्य हुँदै हुनुहुन्छ र त्यसै गरी उहाँ अरू विभिन्न संस्थाहरूसँग पनि आबद्ध हुनुहुन्छ। नेपाल बार एसोसिएसनको पूर्व उपाध्यक्ष हुनुहुन्छ र उहाँ मध्यस्थता पनि त्यतिकै संलग्न भएर गरिराख्नु भएको छ र मेलमिलापको क्षेत्रमा त उहाँ एकदम अग्रणी नाउँ नै हुनुहुन्छ र उहाँले धेरै यसमा कामहरू गर्नुभएको छ। त्यस भएकोले यो आजको विषय प्रस्तुति आर्प मेड आर्पको विषयमा उहाँ एकदमै उपयुक्त रूपमा हुनुहुन्छ र उहाँका अनुभवले हामीलाई यो विषयलाई कसरी हामी अझै व्यवस्थित रूपमा र अझै प्रभावकारी रूपमा खास गरिकन वैकल्पिक विवाद समाधानको क्षेत्रमा अझ बढी यसलाई छिटो र छरितो ढङ्गबाट कसरी समाधान गर्न सकिएला र यसमा भएका कानुनी व्यवस्था र कानुनी नभएका कानुनी व्यवस्था जसलाई हामीले कसरी कानुनी रूपमै अथवा यसलाई यो कार्यान्वयनको प्रक्रियामा लान सकिने अवस्थाहरू हुनसक्छ भन्ने विषयमा पनि यो छलफल केन्द्रित हुन्छ भन्ने मलाई लाग्छ। म यति निवेदन गर्दै सदा चाहिँ आजको प्रस्तुति पनि 45-50 मिनट जति एकतर्फी प्रस्तुत रहनेछ हाम्रो कुमार सरको। अनि त्यसपछि हामी बाँकी छलफलमा आउँछौँ र 10:30 बजी हामी यो कार्यक्रमलाई अन्त्य गर्नेछौँ। म कुमार सरलाई आफ्नो प्रस्तुति राखिदिनुको निमित्त अनुरोध गर्दछु। धन्यवाद रायन सर। रायन सरलाई यो मौका दिनुभयो त्यसका लागि म धन्यवाद दिन चाहन्छु। म यहाँ प्रस्तुतिका लागि तयार हुँदैछु। मेरो देखिरहेछ? हजुरको ऊ आइरहेछ, त्यो स्लाइड चाहिँ आएको छैन, स्लाइड खोल्नु पर्नेछ। स्लाइड खोले जस्तो लागिरहेछ। यो फाइल चाहिँ राजीवजी सेयरिङ मेरो आइरहेछ, त्यो अन्डरस्ट्यान्डिङ त्यसलाई सेयर गर्नुपर्ने होला। हजुरले खोलेर फाइल सेयर गर्नुपर्ने होला। सेयर गरिरहेको छु। ए पावर पोइन्ट खुल्या छैन जस्तो देखिन्छ यहाँबाट हेर्दा चाहिँ। सेलेक्ट भयो तर खुल्या छैन। हो अब खुल्यो, आयो। सबैलाई म नमस्कार गर्न चाहन्छु। यहाँ उपस्थित हुनुभएका साथीहरू 23 जना हामी यहाँ उपस्थित छौँ। केही दिन अगाडि रायन सरले मलाई भन्नुभयो यो आर्बिट्रेसन र मिडिएसनको बिचमा यसो तपाईँ मिडिएसनको कुरा गरिराख्नुहुन्छ, अनि मिडिएसनको बारेमा अलिकति आर्बिट्रेसनसँग यसको रिलेसनको बारेमा पनि यसो कुरा गरिदिनुहोस्, तपाईँको प्रोग्राम एउटा तपाईँको कुरा सुनौँ भन्नुभयो रायन सरले। मैले हुन्छ भनिसकेर अनि हामी यसमा जोडिएका छौँ। म कुनै एक्सपर्ट होइन मिडिएसनमा पनि। एलएलएमको थेसिस आर्बिट्रेसनमै थियो र मिडिएसनको सम्बन्धमा पनि मैले केही समय काम गरेको छु। म आफूलाई अभियन्ता भन्न रुचाउँछु। त्यो भएर यो त्यस्तो एक्सपर्ट होइन। यहाँहरूसँग यहाँ जो म देखिरहेको छु उहाँहरू तपाईँहरू आर्बिट्रेसनको सेक्टरमा निकै धेरै काम गर्नुभएको, मिडिएसनको क्षेत्रमा पनि मातृका सरहरू जस्तो मान्छे देखिरहेको छु मैले, नारायण सरहरू जस्तो मान्छे देखिरहेको छु। यिनीकै तपाईँहरूले काम गर्नुभएको छ र अब यो विषयमा म केही समय यसलाई प्रस्तुत गर्छु, त्यसपछि हामी क्वेसन आन्सर गरौँला, छलफल गरौँला। र यो
आर्बिट्रेसन र मिडिएसन यसमा अलिकति मैले कुरा गर्नु पर्दाखेरि यो यो आर्ट मेड आर्ट भन्ने यो तिनवटा म तिनवटा एस्पेक्टमा यसमा कुरा गर्छु भन्ने सोचिरहेको छु। एउटा आर्ट मेड आर्टको भने के हो यो बारेमा अलिकति कुरा गर्छु। त्यसपछि मेड आर्टको कुरा गर्छु, मिडिसन एन्ड आर्बिट्रेसनको कुरा गर्छु, त्यसलाई हामीले कसरी प्रयोग गरिरहेका छौँ, हाम्रो नेपालको कानुन अन्तर्गत कसरी प्रयोग गरिरहेका छौँ भन्ने कुरा गर्छु। र त्यसपछि फाइनली म मिडिएसनको बारेमा अलिकति कुरा गर्छु, किनभने यो जमातमा मिडिएसनको त्यति चर्चा भएको छैन। त्यति चर्चा नभएको भएर मैले अलिकति मिडिएसनको बारेमा पनि कुरा गरेँ भने सहज हुन्छ। नेप्काले यो मिडिएसन नेप्काले जुन धेरै पहिला जुन एउटा संस्था हो, परिषदको नाममा पनि छ र सरकारी संस्थाहरूले चिनेको, नेपालको सिस्टम सबैले चिनेको र लिड गरेको एक किसिमको आर्बिट्रेसनमा चाहिँ नेप्काको लिड छ। यो रहँदा रहँदै पनि हामीले नेप्कामा रहेका साथीहरू, हामीहरू भनौँ, यसले मिडिएसनको बारेमा चर्चा गरेको देखिएन, कहिले पनि गर्न पाइएन। त्यही भएर यहाँभित्र यो हामीले यो जुन अहिले कुरा गरिरहेछौँ मिडिएसन को आर्बिट्रेसनभित्र मिडिएसनको कुरा, यो कुरा चाहिँ सिङ्गापुर इन्टरनेसनल आर्बिट्रेसन सेन्टरमा सियाकले हो सबैभन्दा पहिला सुरु गरेर रहेछ। उनीहरूले सुरु गरेका छन् विभिन्न देशको विभिन्न ठाउँमा। म अहिले आफ्नो प्रेजेन्टेसनमा पनि त्यो कुरा म गरौँला। र यसको मुख्य कुराहरू आर्बिट्रेसन र मिडिएसनको प्रोसेसमा, यसको प्रोसेसमा चाहिँ 3-4वटा स्टेपहरू हुन्छन्। त्यो 3-4वटा स्टेपहरूभित्र हामी सबैभन्दा पहिला आर्बिट्रेसनको लागि जाने भयो, कुनै केस आर्बिट्रेसनले जाने भयो। आर्बिट्रेसनमा गइसकेपछि आर्बिट्रेसनको लागि क्लेमेन्टले क्लेम फाइल गर्छ, त्यसपछि त्यो रेस्पोन्डेन्टले रेस्पोन्ड गर्छ, अनि त्यसपछि क्लेमहरू गर्नुपर्ने केही छ भनेदेखि त्यो सबै प्रक्रिया पुरा गरेर जब हामीले सबै प्रक्रिया पुरा हुन्छ, प्रक्रिया पुरा भइसकेपछि हियरिङमा जानु अगाडि हियरिङकै एउटा टाइममा चाहिँ हामीले त्यसलाई हामीले सेकेन्ड स्टेप यसको आर्बिट्रेसनको कामहरू सबै सिद्धिसकेपछि अनि आर्बिट्रेसनमै यो केसलाई कायम राखेर हियरिङबाटै के भनिन्छ त भन्दाखेरि यसलाई तपाईँहरूले मिडिएसनमा यसलाई हामी पठाइदिन्छौँ भन्ने कुरा उहाँहरूले गर्नुहुन्छ। आर्बिट्रेटरले हामी मिडिएसनमा पठाउने भन्नुहुन्छ। र मिडिएसनमा गइसकेपछि त्यहाँभित्र मिडिएटरहरूले काम गर्नुहुन्छ र मिडिएटरले काम गरिसकेपछि मिडिएटरले सेटल गर्ने, त्यो विवादमा कुनै सेटलमेन्ट भयो भने त्यो सेटलमेन्ट गराउने कामहरू उहाँहरूले गर्नुहुन्छ। यसलाई हामी कन्सेन्ट भन्ने गरेका छौँ। कन्सेन्ट अवार्ड भनिन्छ त भन्दाखेरि जस्तै आर्बिट्रेसनमा हामीले जुन अवार्ड दिन्छौँ त्यसमा पक्षहरूले निर्णय गर भनेर हाम्रो अधिकार दिएको छ, तर त्यो निर्णय चित्त नबुझ्न सक्छ, पक्षहरू कसैलाई पनि चित्त नबुझ्न सक्छ, आर्बिट्रेसनको अवार्ड चित्त नबुझ्न सक्छ। नबुझेर अनि हामीले देखिरहेछौँ हाइकोर्टमा अनि सुप्रिम कोर्टमा यस्ता केसहरू गइरहेको हामीले देखिरहेछौँ भन्दाखेरि। तर मिडिएसनमा के हुन्छ भन्दाखेरि कन्सेन्ट अवार्ड भएको भएर यो मिडिएसनमा यसलाई चाहिँ मान्छेहरूले फलो गर्छन् यसलाई भन्ने कुरा छ। र त्यसपछि कन्सेन्ट अवार्ड भइसकेपछि त्यो कन्सेन्ट अवार्डलाई लिएर फेरि आर्बिट्रेसनमा आउँछ त्यो, र आर्बिट्रेसन आइसकेपछि आर्बिट्रेसनले त्यसलाई रिजल्भ गर्छ, जुन उनीहरूको सेटलमेन्ट कन्सेन्ट अवार्ड छ त्यसमा चाहिँ यसलाई उसले सेटल गर्छ। र यो आर्बिट्रेसनमा पहिला जाने, त्यसपछि मिडिएसनमा जाने, एन्ड देन फेरि आर्बिट्रेसनमा ब्याक हुने भएर यसको नाम चाहिँ हामीले आर्ब मेड आर्ब भन्ने यसरी नाम राखेको हो। इन्टरनेसनल यसलाई त्यसरी गरिएको छ, किनभने आर्बिट्रेसन मिडिएसन देन आर्बिट्रेसन भन्ने हो। यो हाइब्रिड प्रोसेस हो। हामीले यो मिडिएसन भनेको छुट्टै प्रोसेस, बेग्लै प्रोसेस हो, अनि आर्बिट्रेसन भनेको बेग्लै प्रोसेस हो। तर यो मेड आर्ब भन्ने कुराहरू या आर्ब मेड आर्ब भन्ने कुराहरू जो छ यो चाहिँ हाइब्रिड प्रोसेस हो भन्न भनिन्छ। र यसलाई यो पक्षहरू यदि आफू मिल्न चाहे भने मेड आर्बको प्रोसेसमा मिल्न चाहे यसलाई हामीले आर्बिट्रेसन मिडिएसन एन्ड आर्बिट्रेसन प्रोसेसलाई संक्षेपमा भनिन्छ, त्यसलाई हामीले भन्छौँ। र यसलाई हामी के गर्छौँ भने आर्बिट्रेसन प्रोसेसमा मैले अघि भने जस्तो यो डिस्प्युट रिजोल्युसनको लागि उनीहरू सबै पहिला आर्बिट्रेसन के अरे ट्रिब्युनलसम्म आर्बिट्रेसनसम्म जाने भए, गइसकेपछि यसलाई हामीले मिडिएसनमा यसलाई कसरी इन्भल्भ गर्छौँ त भन्दाखेरि यसलाई म पछि कसरी नेप्का जाने भन्ने कुराहरू बारेमा पनि म कुरा गर्छु। विशेष गरी सियाकले यसलाई निकै राम्रोसँग प्रयोग गरिरहेको अवस्था छ। र यसलाई हामीले मैले यो न्युट्रल प्रोसेस
काम गर्ने दुईवटा सियाकमा पनि हामी देख्छौँ र विभिन्न ठाउँमा हामी देख्छौँ। आर्बिट्रेसनले मिडिएसनमा रेफर गरिसकेपछि हामीले प्र्याक्टिस गरेको आर्बिट्रेसनमा पनि हामी के गर्छौँ भन्दाखेरि पक्षहरूलाई हामी एकपटक सोध्ने गर्छौँ। हामी आर्बिट्रेटर पक्षलाई सोध्छौँ, तपाईँले एमिकेबल सेटलमेन्टमा जान चाहनुहुन्छ भने एमिकेबल सेटलमेन्टमा जानुहोस् है तपाईँहरू भनेर हामी भनिदिने गर्छौँ। तर यसको प्रयोग के हो भने एमिकेबल सेटलमेन्टमा जाने भनिदिने मात्र होइन कि त्यसका लागि रुम प्रोभाइड गर्ने, अर्थात् एमिकल सेटलमेन्ट जानको लागि रुम प्रोभाइड गर्ने तपाईँलाई हामीले एमिकल सेटलमेन्टलाई पठाउँदैछौँ र मिडिएटरमा हामी यसलाई फरवर्ड गर्छौँ तपाईँको यो, र यसमा मिडिएटरमा हामी यति समय हामी मिडिएटर केही तोकेर यो अदालतमा पनि यो प्रक्रिया छ। अदालतको प्रक्रियाको बारेमा पनि यहाँको क्वेसन हामी गरौँला, किन अदालतले पनि आफूसँग दर्ता भएको विवादहरूलाई, जुन मुद्दाहरू दर्ता भएको छ त्यो मुद्दाहरूलाई एउटा समय तोकेर मिडिएसनको प्रक्रियामा पठाइदिन्छ उसले। त्यसै गरी हामीले पनि यसलाई पठाउन सक्छौँ, आर्बिट्रेसनले पनि यसलाई पठाउन सक्छ र पठाइसकेपछि त्यहाँभित्र मिडिएसन सेलेक्सनको प्रक्रिया सुरु हुने एउटा छ। फेरि नेप्का भित्रै पनि आर्बिट्रेटर र मिडिएटरको छुट्टा छुट्टै रोस्टर हुनसक्छ, छुट्टा रोस्टर गर्न सकिन्छ र त्यही आर्बिट्रेटरहरूले मिडिएटरको रूपमा पनि काम गर्न सक्छन्। अर्थात् जो आर्बिट्रेटरको रूपमा अहिले काम गरिराख्नु भएको छ, रोस्टरमा जो हुनुहुन्छ उहाँहरूले मिडिएटरको रूपमा सिफ्ट हुन सक्नुहुन्छ उहाँहरू। तर त्यसका लागि एउटा आर्बिट्रेसनमा एउटा कुरा के छ भन्दाखेरि आर्बिट्रेसन गर्नका लागि पक्षहरूले रोजेको भए पुग्यो, त्यसमा कुनै पनि एजुकेसन क्वालिफिकेसन अनि त्यसपछि गरे कुनै ट्रेनिङहरू यो कुराहरूको अनिवार्यता गरिएको छैन। हामी गर्छौँ, तालिम छ, सबै ठाउँमा हामीले तालिम लिने सहभागी हुने कुराहरू त छँदैछ, तर अनिवार्यता छैन, तालिमको अनिवार्यता छैन। तर मिडिएसनमा के छ भन्दाखेरि तालिम नभएको मान्छेले मिडिएसन गर्न पाइँदैन भन्ने छ। मिडिएसनमा चाहिँ यो अनिवार्य छ, तालिम चाहिँ अनिवार्य छ मिडिएसनमा। र यो तालिमको बारेमा पनि हामी कुरा गरौँला। 8 दिनको तालिम लिनुपर्ने, सबै चिज गर्ने, र त्यो तालिम लिएको मान्छेहरूलाई रोस्टरमा गर्न सक्छ भन्दाखेरि आर्बिट्रेटरहरूको जुन प्यानल छ हामीसँग, त्यो प्यानलको मान्छेहरूले मिडिएसनको पनि ट्रेनिङ लिएर मिडिएटरको रोस्टरमा पनि तिनी बस्न सक्ने भए। एउटा यो हुने भयो। मैले यहाँ यो मेरो स्लाइडको यसमा लेखिरहेको छु, यो इन्डिपेन्डेन्ट न्युट्रल के अरे मिडिएटरलाई अपोइन्ट गर्नका लागि पक्षहरूलाई यसलाई रेफर गरिदिने हामीले मिडिएसनको प्रोसेसमा, त्यही नेप्का भित्रै हुनसक्छ वा कुनै अरू संयन्त्र हुनसक्छ, त्यो ठाउँमा हामी पठाइदिने। पठाइसकेपछि त्यहाँभित्र इन्स्टिट्युसनल मिडिएसन गर्ने संस्थाहरूले उनीहरूले के गर्छ भन्दाखेरि तिनीहरूलाई अब त्यो प्रोसेसमा मिडिएसनको प्रोसेसमा लिएर जान्छ र मिडिएसनको प्रोसेसमा लिएर गइसकेपछि उनीहरूले मिडिएटर छान्ने, जस्तो आर्बिट्रेसनमा आर्बिट्रेटर छान्ने प्रक्रिया हुन्छ, त्यहाँ अपोइन्ट गर्ने चलन छ त्यहाँभित्र। तर मिडिएसनमा चाहिँ रोस्टरमा भएका मान्छेहरूबाट मात्र छान्न पाइने भन्ने व्यवस्था छ। आर्बिट्रेसन रोस्टरमा हुनु परेन, रोस्टरमा नभएको मान्छे पनि आर्बिट्रेसनमा रहन पाउने भयो। तर मिडिएसनमा चाहिँ रोस्टरमा भएको नामबाट तपाईँले कसलाई रोज्नुहुन्छ रोज्नुहोस् भनेर उनलाई रोजाउने कामहरू त्यहाँ हुन्छ र उनीहरूले त्यसमा मिडिएसनको प्रक्रियामा लिएर जान्छन्। र मिडिएसन के हो भन्ने बारेमा अलिकति हामी अलिक पछि कुरा गरौँला। यसको फाइदा के छ त भन्दाखेरि हामीले यो पहिलो कुरो त यो डिस्प्युटको रिजोल्युसनको यो नयाँ एउटा प्रिन्सिपल हो। विशेष गरी यो यहाँहरूलाई कुरा गर्नु पर्दाखेरि मिडिएसन भनेको लेट यसको अलि यसको प्रारम्भ हामीले अलि ढिलो प्रारम्भ भएको देखिन्छ। यहाँहरूलाई पनि थाहा छ यो मिडिएसनकै आर्बिट्रेसनको कुरा गर्दाखेरि अनसिट्रालले यसलाई कुरा गर्दाखेरि पछि गएर आर्बिट्रेसनबाट मात्र हुँदैन। 1958मा यहाँलाई थाहा छ इन्टरनेसनल अवार्डलाई इम्प्लिमेन्ट गर्ने विषयमा हामीले त्यो कुरा गरेका छौँ। तर मिडिएसनको लागि चाहिँ त्यो बारेमा सोचिएको थिएन, अनसिट्रालले त्यसरी चिनेको थिएन, फर्मली मिडिएसनलाई चिनेको थिएन। तर 2028मा जब सिङ्गापुर कन्भेन्सन हुन्छ, कन्भेन्सन भइसकेपछि जस्तो हामीले आर्बिट्रेसनमा एउटा मोडल रुलहरू बनाएर अनसिट्रालले गरेको छ, त्यसै गरी यो मिडिएसनमा पनि अनसिट्रालले गरेको देखिन्छ। त्यो भएर यसमा यो के हो त भन्दाखेरि मिडिएसन अरूभन्दा फरक, अरूभन्दा भिन्न, निकै भिन्न, र यो नयाँ अहिलेको हामीले डिस्प्युट रिजोल्युसनको यो नयाँ खालको प्रक्रिया हो। यसमा त्यो भएर यो चाहिँ निकै प्रभावकारी मानिन्छ भनेर भनिन्छ। र यसलाई के भनिन्छ भने यो कुनै पनि मिडिएसनको जुन हामी कन्सेन्ट अवार्ड भनेर अघि मैले भनिरहेको थिएँ, कन्सेन्ट अवार्ड जब पक्षहरूको हुन्छ, पक्षहरूले त्यसलाई म्युचुअली एग्री गर्छन्। एग्री गरिसकेपछि त्यसलाई हामीले तुरुन्तै कार्यान्वयनमा जान सक्छ। यो
त्यही भएर यसलाई हामीले इन्फोर्सिएबिलिटीको रूपमा पनि हामीले हेर्न सक्छौँ कि यो इन्फोर्सिएबल छ, हामीले तुरुन्तै उनीहरूले गर्छन्। फ्लेक्जिबल छ। यो प्रक्रिया के छ भन्दाखेरि पार्टीहरूलाई हामीले हाइब्रिड अप्रोचमा जानका लागि तिमी कहाँ जान्छौ, कुनमा जान्छौ भन्ने कुराहरू यो फ्लेक्जिबल देखिन्छ। र यसको मिडिएसनको सबैभन्दा ठुलो ब्युटी के हो भन्दाखेरि एकपटक विवाद कसैसँग विवाद भएको छ र मिडिएसनको प्रक्रियाबाट विवादको सेटलमेन्ट भएको छ भने उनीहरूको रिलेसनसिपमा रिपेयर भएको हुन्छ, उनीहरूको रिलेसनसिपमा रिपेयर भएको हुन्छ। त्यही भएर हामीले मिडिएसनलाई के भन्छौँ भने यो रिलेसनसिपको रिपेरेसन गर्ने जुन प्रक्रिया हो आर्बिट्रेसनमा नहुन सक्छ, लिटिगेसनमा त हुँदै हुँदैन, एउटा पक्ष हार्ने पक्ष र जित्ने पक्षको बिचमा संवादको स्थिति पनि हुँदैन। तर मिडिएसन यस्तो प्रक्रिया हो जसमा त्यही भएर विन विन भन्ने गर्छन् मिडिएसनलाई। विन विन किन भने हो त भन्दाखेरि दुवै पक्ष खुसी हुन्छन्, दुईटै पक्षले त्यसलाई सेटल गर्छन्। र यो गर्नका लागि विभिन्न प्रक्रियाहरू हामी तालिम मार्फत हामीले मिडिएटरलाई सिकाउँछौँ। त्यो गर्ने प्रक्रिया चाहिँ ट्रेनरहरूले सिकाउनुहुन्छ। र यो अनि यसमा मुख्य कुरा चाहिँ कन्फिडेन्सियलिटीको निकै महत्त्व हुन्छ। मिडिएसनको प्रोसेसमा जाँदाखेरि मिडिएसनको प्रक्रियामा जस्तै आर्बिट्रेसनमा पनि हामी हेरिङ कन्फिडेन्सियल हेरिङ गर्न सक्छौँ। अनि हामीले सामान्य कोर्ट सिस्टमको कुरा गऱ्यौँ भने त्यहाँभित्र ओपन कोर्ट हुन्छ, इजलासमा सबै जान पाइने भनेर त्यहाँ व्यवस्था गरे हुन्छ। त्यही भएर हामीले खुला इजलासको व्यवस्था गरेका छौँ अदालततिर। तर मिडिएसनमा के हुन्छ भन्दाखेरि त्यो खुला हुँदैन, उनीहरूको बिचको कुराहरू मिडिएटरले कतै पनि भन्न पाइँदैन, के कुरा गरेका थिए, के कुरा भएको थियो भन्न पाइँदैन। तर आर्बिट्रेसनमा के हुन्छ भन्दाखेरि उनले निवेदन मार्फत जे बोलेका हुन्छन्, आर्बिट्रेटरले पनि उनीहरूको बिचको कन्ट्र्याक्ट होला, कन्ट्र्याक्टमा के कन्डिसनहरू छन्, कन्ट्र्याक्टका छन् ती कुराहरूको माध्यम आधारमा रहेर, अर्थात् धेरै जसो ओपन हुन्छ। त्यहाँ आर्बिट्रेसनमा धेरै जसो ओपन हुन्छ। तर मिडिएसनमा के हुन्छ भन्दाखेरि त्यो उनीहरूको बिचको कन्फिडेन्सियल जति छलफल हुन्छ, जति जे कुरा हुन्छन् त्यो सबै कन्फिडेन्सियल हुन्छन्। जुन निवेदनहरू लगायतका कुरामा लेखा हुन्छ त्योभन्दा बियोन्ड, त्योभन्दा बाहिर गएर पनि सेटलमेन्ट हुन सक्ने स्थिति हुन्छ। तर आर्बिट्रेसनमा हामीले त्यो बाहिर गएर सेटलमेन्ट गर्ने कुरा सोचेका छैनौँ। त्यही भएर यो कस्ट इफेक्टिभ पनि छ भनेर भनिन्छ। यो कम खर्चमा हुन्छ। हामीले आर्बिट्रेसनमा देखिरहेछौँ यति पर्सेन्ट जति बिगो छ त्यो बिगोको आधारबाट त्यसको पर्सेन्ट तोकेर पार्टीहरूले तिर्नुपर्छ। तर मिडिएसनमा त्यस्तो छैन। मिडिएसनमा त्यस्तो छैन। अहिलेको मौजुदा व्यवस्थाको हामीले कुरा गऱ्यौँ, नेपालको मौजुदा कानुनको कुरा गऱ्यौँ भने एउटा मिडिएसनमा गए बापत मिडिएटरले दुईटा पार्टीसँग 5-5 हजार गरेर 10,000 लिन पाइन्छ भन्ने अहिले कानुनको व्यवस्था छ। र अब यो कानुनको व्यवस्थामा एमेन्ड हुँदैछ, संशोधन हुँदैछ, यो अलिकति बढाउने भन्ने कुराहरू, अर्थात् पार्टीको कन्सेन्ट पार्टीहरूले आफै म्युचुअली एग्री गरून् न त। जस्तै आर्बिट्रेसनमा हामीले यति पैसा तिमीले दिनुपर्छ भनेर हामीले भन्यौँ, तर मिडिएसनमा एउटा ओपन अप हुने एउटा अवस्था के देखिन्छ भने उनीहरूले सेटल गर्दाखेरि पार्टीहरूले आफै एग्री गरेर ल हामी यति पैसा तपाईँलाई दिन्छौँ भनेर दुईटै पार्टीले भनेपछि अनि मिडिएसनको फी त्यसरी चाहिँ गर्ने व्यवस्थाहरू हुन्छ। त्यो बेलालाई हामीले कस्ट इफेक्टिभ छ भन्ने गर्छौँ। र यसमा कन्फिडेन्सियलिटीको कुरा मैले गरिहालेँ। यो मिडिएसनको छलफलहरूलाई र पोटेन्सियल बायसहरू जति छन् यस्ता कुराहरूलाई चाहिँ हामीले हटाउन सक्छौँ, यसलाई चाहिँ हामीले गर्न सक्छौँ। र पार्टीले एक्सेप्ट गर्छ भन्ने कुराहरू मैले अघि कुरा गरेँ। र विशेष गरी यसलाई हामीले हेर्नु पर्दाखेरि यो रिजोल्युसनको लागि यो पोटेन्सियल सेटलमेन्टहरूको लागि चाहिँ यो एकदमै राम्रो प्रक्रिया हो भनेर अहिले विश्वभरि मानिएको अवस्था छ। र यसमा विशेष गरी यसमा के छ भन्दाखेरि यो न्युट्रलिटी मिडिएटरलाई एउटा यहाँहरूलाई थाहा छ हामीले मिडिएसनमा दुईटा भाषाको प्रयोग गर्छौँ, इम्पार्सियल र न्युट्रल भन्ने दुईटा शब्दको प्रयोग गर्छौँ, इम्पार्सियल र न्युट्रल। मिडिएटर चाहिँ इम्पार्सियल हुन्छ र न्युट्रल हुन्छ, दुवै हुन्छ भन्ने कुराहरू हामीले मिडिएसनमा भन्छौँ। तर आर्बिट्रेटर के हो त? न्युट्रल हो त? इम्पार्सियल चाहिँ हुन्छ, जस्तै जज इम्पार्सियल हुन्छ, तर न्युट्रल हो त ऊ भन्दाखेरि होइन। आर्बिट्रेसन र के अरे लिटिगेसनमा जज र आर्बिट्रेटर न्युट्रल हुन सक्दैन। किन हुन सक्दैन भन्दाखेरि उसले तिमीले जित्यौ भने एउटाको पक्षमा अवार्ड दिनुपर्छ। एउटाको पक्षमा अवार्ड दिँदा बित्तिकै न्युट्रलिटी समाप्त हुन्छ। अनि तर प्रोसेसमा हामीले के गर्छौँ भन्दाखेरि यो उनीहरूको
बिचमा के अरे हामीले जब के अरे तटस्थ रहन नसक्ने भए पनि हामीले चाहिँ एउटा इम्पार्सियालिटीको कुराहरू हामी त्यहाँभित्र गर्छौँ। त्यही भएर यो लिमिटेड हामीले यसलाई अलि थोरै ठाउँमा प्रयोग गरिरहेको र यो पार्टीहरूका इन्ट्रेस्टहरूको लागि पनि यसलाई एड्रेस गर्न सक्ने स्थिति हुन्छ। र अलिकति मेड आर्टको बारेमा कुरा गरौँ। यो मेड आर्ट भन्दाखेरि यसलाई मैले अलिकति यहाँसँग हाम्रो अहिले स्थानीय सरकार सञ्चालन ऐन हेऱ्यौँ भने पनि त्यहाँभित्र पनि मेड आर्टको कन्सेप्ट छ। अलिकति आर्टमेडको कुरा पनि हामीले गरेको थियौँ पहिला 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 यहाँलाई कति सम्झना छ, हामीले स्थानीय स्वायत्त शासन ऐन 2055 भन्ने थियो, कुनै बेलामा त्यो स्थानीय स्वायत्त शासन ऐन 2055 थियो र त्यो स्थानीय स्वायत्त शासन 2055ले केही विवादहरू लाई मिडिएसनमा जान सक्ने या विवाद समाधानका लागि न्यायिक समिति समक्ष जान सक्ने भनेर त्यो बाटो खोलेको थियो। भलै त्यो 2055को स्थानीय सरकार सञ्चालन ऐनको 2055का त्यो विवाद समाधान गर्ने जुन दफा थियो त्यो दफा एक्टिभेट भएन, पछि त्यो ऐन गयो तर त्यो हुँदासम्म एक्टिभेट भएन। त्यहाँ एउटा क्लज के थियो भन्दाखेरि, किन एक्टिभेट भएन त भन्दाखेरि त्यहाँ एउटा क्लज थियो, त्यहाँ भनिएको थियो कि नेपाल सरकारले तोकेको जिल्लामा तोकिएको मितिदेखि लागू हुनेछ भनेर त्यहाँ भने। त्यो भएर यो नेपाल सरकारले कुनै पनि जिल्लामा र कुनै पनि डेट तोकेन, नतोक्या भएर त्यो कानुन लागू भएन। तर त्यो कानुनभित्र प्रोभिजनहरू के थियो त भन्दाखेरि, तपाईँले आफ्नो विवाद छ भने अदालतमा, जस्तै तपाईँले आफ्नो विवादलाई लिएर आउनुहोस्, न्यायिक समिति समक्ष लिएर आउनुहोस्, स्थानीय तहको, त्यति बेला स्थानीय निकाय भन्थ्यौँ हामी, त्यहाँ लिएर आउनुहोस्। त्यहाँ लिएर आइसकेपछि तपाईँले त्यसलाई हामी मिडिएसनमा रिफर गर्छौँ। अब आर्बिट्रेसनमा गयो, त्यसलाई हामीले हेर्दाखेरि त्यहाँ गयो, उसले फैसला गर्नको लागि त्यहाँ लिएर आएको छ, अनि मिडिएसनको लागि रेफर गर्यो, उनीहरूले मिडिएसनमा रेफर गरिदिन्छ। मिडिएसनबाट सेटलमेन्ट भइसकेपछि अनि त्यसलाई हामीले फेरि पछि यो त्यो न्यायिक समितिको सदस्यहरू जो हुनुहुन्थ्यो उहाँहरूले त्यसलाई ल्याएर ल यसरी यसरी मिलापत्र गरेको छ, यसरी मेलमिलाप भएको हुनाले भनेर भन्ने कुरो, त्यो गर्ने प्रोभिजनहरू त्यहाँभित्र यो स्थानीय स्वायत्त शासन ऐन 2055 र त्यसको नियमावली 2056मा यस्ता व्यवस्थाहरू थिए। भन्दाखेरि हामीले यो हाइब्रिड प्रोसेस जुन छ, यो मेड आर्टको आर्टमेडको जुन प्रोसेस छ, यसलाई हामीले स्थानीय स्वायत्त शासन ऐनबाट स्वीकार गऱ्यौँ, तर त्यसलाई कार्यान्वयन त्यति बेला गरिएन। र अहिले स्थानीय सरकार सञ्चालन ऐनमा यहाँहरूले संविधानमा देख्नुभयो होला, स्थानीय तहहरूले मध्यस्थता र मेलमिलापको प्रक्रियाबाट गर्नुपर्छ भन्ने कुरा व्यवस्था छ। अनुसूचीलाई हेर्ने हो भने, स्थानीय तहको अधिकार अन्तर्गतको अनुसूचीलाई हेर्ने हो भने पनि त्यहाँभित्र छ। र स्थानीय अदालतको कन्सेप्ट छ। अब यो बारेमा हामी अहिले कुरा नगरौँ, स्थानीय अदालत भनेको के हो र सबै कुराहरू यसभित्र गर्नु आवश्यक छैन। तर मैले यहाँ भन्न खोजिराखेको हो भन्दाखेरि, स्थानीय तहले मिडिएसन र आर्बिट्रेसनको कुराहरू कन्सेप्ट अहिले मध्यस्थता र मेलमिलाप दुवैको कन्सेप्ट चाहिँ संविधानले स्थानीय तहको अनुसूचीमा उनीहरूलाई तोकेको स्थिति देखिन्छ। त्यो भन्दाखेरि यो एउटा यो प्रोसेस को आधारबाट हामीले यसलाई र यो आवाज आइरहेछ, यहाँ डिस्टर्ब हुँदो रहेछ। अनि त्यसपछि अहिलेको हाम्रो स्थानीय सरकार सञ्चालन ऐनको कुरा गऱ्यौँ भने अहिले पनि हामीले के भन्यौँ भन्दाखेरि, दफा 47 स्थानीय सरकार सञ्चालन ऐन 2074को दफा 47को 1 र 2मा हामीले दुई खालको विवादहरू दर्ता हुने भनेर भन्यौँ। त्यहाँभित्र 47को 1 अन्तर्गत केही विवादहरू, 13वटा विवादहरूको एउटा सूची छ। त्यहाँ 13वटा विवादहरूलाई हामीले तपाईँले के अरे यो निर्णय गरेर रिजल्भ गर्न सक्नुहुन्छ भन्ने अधिकार दिएको छ न्यायिक समितिलाई। तर 47(2) अन्तर्गतका विवादहरूलाई निर्णय गर्न पाइँदैन, मेलमिलापको प्रक्रियाबाट मात्र निरूपण हुनेछ भनेर लेखा भएर त्यसलाई मेलमिलापको मिडिएसनको प्रोसेसबाट मात्र जाने भन्ने कुरा गरियो। अनि हामीले आर्गुमेन्टलाई कसरी प्र्याक्टिस गर्यौँ त त्यहाँभित्र भन्दाखेरि, निर्णय गर्न पाइने विवादहरूलाई पनि 49(2) स्थानीय सरकार सञ्चालन ऐन 2074को दफा 49(2) हामीले के लेख्यौँ भन्दाखेरि, निर्णय गर्न पाइने विवादहरू पनि 47(1) अन्तर्गतका न्यायिक समितिले निर्णय गर्न पाउने खालका विवादहरू पनि, त्यस्ता विवादहरूलाई पनि मेलमिलापको लागि पठाउनुपर्छ, मेलमिलापलाई प्राथमिकता दिएर पठाउनुपर्छ
भन्या भएर हामीले के अरे डिसिजन गर्न आएको केस थियो, त्यसलाई मिडिएसनमा पठाउन, मिडिएसनमा जाने केसहरू त अनिवार्य रूपमा जानै पर्यो, 47(2) अन्तर्गतका केसहरू जानै पर्यो। तर 47(1) अन्तर्गतको केसलाई पनि म यसलाई मिडिएसनमा पठाउँदिनँ, म यहीँबाटै फैसला गर्छु भन्न पाउँदैन, र त्यहाँ 49(2) ले उनीहरूलाई मिडिएसनमा पठाउनु पर्छ भन्ने कुराहरूको व्यवस्था त्यहाँ गरेका छ। त्यही भएर यो यसरी हामीले गरेका छौँ। यसलाई हाम्रो अहिलेको सिस्टममा पनि हामीले यसलाई प्रयोग गरेर गएको स्थिति छ। मैले अघि भने यो मिडिएसनको लागि यसमा के हुन्छ त, मेरो आर्ममा के हुन्छ भने पहिला मिडिएसनमा जान्छ। आर्गुमेन्टमा हामी के गर्थ्यौँ भने पहिला आर्बिट्रेसनमा गयो, आर्बिट्रेसन गइसकेपछि त्यसलाई मिडिएसन प्रोसेसमा पठाइयो, मिडिएसनमा गएर त्यहाँभित्र कन्सेन्ट एग्रिमेन्ट उनीहरूको सेटलमेन्ट भयो, त्यहाँभित्र भयो भने त्यो भइसकेपछि अनि त्यही सेटलमेन्टलाई लिएर उनीहरू आर्बिट्रेटर कहाँ फर्किन्छन्, र आर्बिट्रेटर कहाँ फर्किसकेपछि आर्बिट्रेटरले उनीहरूलाई त्यही अवार्डलाई जुन उनीहरूले सेटल गरेका छन् त्यसलाई अवार्डको रूपमा दिएर गर्छ। यो किन गर्नु पर्यो त, किन यो यसो भयो त भन्दाखेरि यसलाई हामीले मिडिएसनको प्रक्रियालाई हाम्रो नेपालमा 2074 सालको जुन यो स्थानीय सरकार सञ्चालन ऐन आयो, योभन्दा अगाडि मिडिएसनबाट रिजल्भ भएका कुराहरूलाई कानुनले चिन्दैन थियो। आर्बिट्रेसनको कुरा चाहिँ आर्बिट्रेसन एक्ट 2055 जुन आइसकेपछि त्यसलाई चाहिँ कार्यान्वयन गर्नको लागि दफा 34 लिएर 30, 34 लगायतका कुराहरू जेभित्र हाम्रो आर्बिट्रेसन एक्टमा छन् त्यो व्यवस्थाहरूको आधारबाट चाहिँ जान सक्ने तर इन्फोर्सिएबल हुने भनेर भनियो। तर मिडिएसनको कुराहरू थिएन। त्यो नभएको भएर चाहिँ हामीले के गर्यौँ भन्दाखेरि स्थानीय के अरे स्वायत्त शासन ऐनमा पनि हामीले त्यो गऱ्यौँ। जब सेटलमेन्ट हुन्छ त्यसलाई चाहिँ फर्काएर फेरि लिएर आउने, अनि यहाँबाट अवार्डको रूपमा गइसकेपछि अनि त्यसले लिगलाइज गर्ने प्रक्रिया अन्तर्गत त्यो कुरो भएको थियो। तर अहिले यो अवस्थालाई हामीले हेर्नुपर्ने, या यो अवस्था चाहिँ अहिले छैन, किनभने हामीले यो सिङ्गापुर कन्भेन्सनबाट जब 2018मा सिङ्गापुर कन्भेन्सनले सबै कुराहरू अनसेट्राले गरिसकेपछि त्यसलाई पनि हामीले फर्मल डिस्प्युट रेजोल्युसनको प्रक्रिया भन्यो, त्यहाँबाट पनि भन्यौँ, र हाम्रो स्थानीय सरकार सञ्चालन ऐनबाट पनि हामीले त्यसलाई फर्मलाइज गरेको स्थिति छ। त्यही भएर यो मिडिएसनको लागि सब्मिट हुने र त्यसपछि उनीहरूले, र मिडिएटरलाई एउटा मैले अघि पनि भनिसकेँ, यो ट्रेन्ड हुन्छ है मिडिएटर, इन्डिपेन्डेन्ट हुन्छ मिडिएटर, र ऊ चाहिँ न्युट्रल हुन्छ। मिडिएटर चाहिँ न्युट्रल हुन्छ भने मैले इम्पार्सियल र न्युट्रलको कुरा फरक छ, मैले अघि भनिसकेँ। इम्पार्सियल भनेर भन्दा बित्तिकै प्रोसेसमा देखिने कुरा हो। तपाईँले दुवैलाई मौका दिनु पर्यो, सबैलाई गर्नु पर्यो, यसो गर्नु पर्यो, त्यसो गर्नु पर्यो, दुवै कुरा सुन्छौँ हामी, दुवैको कुरा बराबर मौका दिन्छौँ भन्ने कुरो त्यो इम्पार्सियालिटीको कुरा भयो। न्युट्रलिटीको कुरा के हो भने अवार्डमा जब तपाईँ बोल्नुहुन्छ, बोल्दाखेरि चाहिँ हामी न्युट्रलिटी समाप्त हुन्छ। त्यो कुराहरू हामीले गऱ्यौँ, र यो मिडिएसन भनेको चाहिँ एउटा अहिले निकै राम्रो प्रक्रियाको लागि गरेर चाहिँ कन्सेन्ट अवार्ड भन्ने कुराहरू म पटक पटक यहाँहरूको अगाडि गरिरहेको छु, र यो बाइन्डिङ हुन्छ। मिडिएसनमा गरेको जुन अवार्ड छ यो बाइन्डिङ हुने भएको हुनाले यसलाई जब हामीले आर्बिट्रेसनकोबाट मेड आर्ममा गयौँ भने पनि, या यो मेड आर्ममा गइसकेपछि पनि मिडिएसनमा गएको केस मिडिएटरले रिजल्भ गर्छ, मिडिएसनमा केस जान्छ, गइसकेपछि उसले त्यसलाई आर्बिट्रेसनको रिजल्भ गर्छन्, अनि आर्बिट्रेसनको प्रक्रियामा लिएर गएर अनि आर्बिट्रेसनले त्यसलाई अवार्ड गरिदिने कुराहरू हुन्छ। त्यही भएर मिडिएसनबाट आर्बिट्रेसनमा जाने र आर्बिट्रेसनबाट मिडिएसनमा जाने यो दुइटै प्रक्रियाहरूलाई हामी यसलाई गर्न सक्छौँ। फ्लेक्सिबल हुन्छ भने मैले अघि पनि भनिसकेँ, इफिसियन्ट हुन्छ यो, होइन, टाइम र कस्ट पनि जोगाउँछ। आर्बिट्रेसनको प्रोसेसमा हामी जाँदाखेरि हामीले दुईवटा प्रक्रिया अपनाउन गरेका छौँ। जस्तै नेप्काको रुल अपनाउने कि तपाईँले यो के अरे आर्बिट्रेसन एक्टमा गएको व्यवस्थाहरूलाई अपनाउनुहुन्छ भनेर हामी पार्टीलाई सोध्ने गर्छौँ, र उनीहरूले चाहिँ त्यहाँभित्र भएको व्यवस्था अन्तर्गत के अरे तपाईँको क्लेम पेस गर्नका लागि 90 दिन वा 60 दिन भनेर दुईवटा फरक छ हाम्रो। त्यो जुन हामीले गरिरहेछौँ, मिडिएसनमा त्यो हुँदैन। मिडिएसन त्यो नहुने भएको हुनाले हामीले कति दिन दिने, के दिने भन्ने कुरो पक्षहरूसँग म्युचुअली हामी पक्षसँग कुरा गर्ने भएको हुनाले यसले टाइम पनि सेभ गर्छ। हामीले देखिरहेछौँ आर्बिट्रेसनमा हामीले के अरे क्लेम पेस गर्न दिने, अनि त्यसपछि प्रतिवाद पेस गर्न दिने, त्यसपछि प्रतिधाबी पेस गर्न दिने लगायतका जति हामीले समय त्यहाँबाट अलोकेट गर्छौँ, यो सबै समयहरूबाट गर्दाखेरि हामीले यसलाई छोटो बनाउन सक्छौँ। यसभित्र के अरे मिडिएसनको प्रोसेसमा चाहिँ पक्षहरूसँग कन्सेन्टमा यसलाई जति दिन पनि गर्न सकिन्छ, 2 दिन, 4 दिन, 5 दिन, 7 दिन, त्यसरी हामीले यो गर्न सक्छौँ। र यसले रिलेसनसिपलाई प्रिजर्भ गर्छ भन्ने कुरो गरे, यसलाई प्रिजर्भ पनि गर्छ र रिपेयर पनि गर्छ, यदि बिग्रेको छ रिपेयर गर्छ भनेर भनिन्छ। मैले अघि भने अनसेट्राल यो पहिलेको कुरा हो। यो अहिले यो अनसेट्रालको मोडेल र आर्बिट्रेसनसँग सम्बन्धित मोडेल भन्दा
यो पहिलेको कुरा म यहाँ गरिरहेको छु। जुन बेला हामीले सिङ्गापुर कन्भेन्सनलाई एडप्ट गरे, के अरे त्यसलाई ल्याएका थिएनौँ, एडप्सन त हाम्रो बाँकी नै छ, नेपालले गर्न बाँकी नै छ। अहिले त्यो बारेमा अलिकति कुरा गरौँला एकछिनपछि। त्यही भएर यो मेड आर, यो कुरा के हो भन्दाखेरि उसले डाइरेक्ट चाहिँ यो मेड आर को बारेमा चाहिँ उसले कुरा त गरेका छैन, त्यहाँभित्र कुरा छैन यो अनसिट्रालको रुलमा। तर यहाँभित्र के छ भन्दाखेरि तपाईँले त्यहाँभित्र मैले एउटा आर्टिकल लेखेको छु मैले, यो अनसिट्रालको आर्टिकल 19, आर्टिकल 30। र यसमा के भन्छ भन्दाखेरि तिमीले यसलाई अरू प्रक्रियाहरू अपनाउन सक्छौ भनेर भन्यो। र एमिकल सेटलमेन्टमा जानुपर्छ भने हाम्रो सबैभन्दा ठुलो पावर के हो भन्दाखेरि एमिकल सेटलमेन्टमा जान सक्छौ भन्ने कुराहरू को आधारबाट गर्न सक्छौँ। र यो विशेष गरी पार्टीको अटोनोमीको कुराहरू पनि यहाँभित्र हुन्छ, पार्टी अटोनोमस छन् भन्ने कुराहरू पनि त्यो यो अनसिट्रालको मोडेल लमा लेखेका कुरा हो। र त्यही भएर त्यसमा यो फ्लेक्सिबल, यहाँ मैले हाइलाइट पनि गरेको छु, फ्लेक्सिबिलिटी अलाउ टु इन्कर्पोरेटिङ लिमिट्स अफ मिडिएटर भनेर भन्छ, मिडिएसन इन्टु द आर्बिट्रेसन प्रोसेस भनेर भन्ने कुराहरू यहाँभित्र छ। र यसमा कुनै पनि खालको प्रतिबन्धहरू, कुनै पनि खालको निषेधहरू गर्न छैन। यो हाम्रो अनसिट्रालले हाम्रो मिडिएसनलाई डिस्करेज गर्ने खालको कुराहरू कतै पनि गरेका छैन, त्यसलाई गर्नुहुन्न भनेको छैन। त्यो भएर हामीले के भन्छौँ भने अनसिट्राल मोडेल ल जब हामीले यसलाई सिङ्गापुर कन्भेन्सनबाट हेऱ्यौँ भने त्यसलाई हामीले झन् अझ यसलाई स्वीकार गरिसकेको भन्ने आधारबाट हामीले यसलाई पाउन सक्छौँ। र यसमा हामीले हेर्छौँ पार्टीको एग्रिमेन्ट, यो पार्टीको एग्रिमेन्ट यसमा जरुरी हुन्छ, पार्टीहरू गर्छन् र उनीहरूले त्यो लिखित रूपमा एग्री गरेको कुरालाई लिखत, मेलमिलाप सम्बन्धी लिखत भन्ने छ, मेलमिलाप सम्बन्धी 2068, मेलमिलाप सम्बन्धी 2068, मेलमिलाप सम्बन्धी त्यो अन्तर्गत बनेको मेलमिलाप सम्बन्धी नियमावली 2070। त्यसमा चाहिँ हामीले एउटा ढाँचा दिएको छ कसरी सहमति गर्ने भने त्यसलाई मेलमिलापको लिखत भन्छौँ। त्यो 68 सालको ऐन आइसकेपछि पनि त्यो मिडिएसनले फर्मल रूपमा जान सकेको छ। तर यी जुन हामीले मिडिएसनको लागि गरेका जुन कुरा आर्मेडको कन्सेप्टलाई हामीले यो मेलमिलाप सम्बन्धी ऐन 2068 आउनु अघि र स्थानीय सरकार सञ्चालन ऐन 2074 आउनु अघि यो कुरालाई चाहिँ हाम्रो कुनै पनि फर्मल सिस्टमले चिनेको थिएन। कन्फिडेन्सियल हुन्छ भनेर भनिसकेँ मैले। र यो म्युचुअली कोलाबोरेटेड, यहाँभित्र कोलाबोरेसनको कुराहरू मैले गरेको छु। कोलाबोरेसनको कुरा गर्दाखेरि हामीले के भन्छौँ भन्दाखेरि डिस्प्युट रेजोल्युसन गर्नको लागि 5वटा अप्रोचहरू प्रयोग गरिन्छ भनेर भनिन्छ। यहाँलाई सबैलाई थाहा छ, हामीले 5वटा अप्रोचभित्र कुरा गर्दाखेरि एउटा अभोइडेन्स अप्रोच हामीले गर्छौँ, एउटा अकोमोडेसनको अप्रोच हामी प्रयोग गर्छौँ, कम्पिटिसनको अप्रोचको कुरा गर्छौँ, अनि त्यसपछि कम्प्रोमाइजको अप्रोच कुरा गर्छौँ र कोलाबोरेसनको अप्रोचको कुरा गर्छौँ। 5वटा अप्रोचहरू हुन्छ भनेर भनिन्छ। तुलनात्मक रूपमा यो विन विनको कुरा गर्दाखेरि यो विभिन्न विद्वानहरूले यसलाई आफ्नो तरिकाले भनेका छन्। अब मेरो समयको कारणले म त्यो 5वटा अप्रोचलाई बेग्ला बेग्लै तरिकाले अहिले भन्न सक्ने स्थिति छैन। तर त्यसमा भनिन्छ के भने कोलाबोरेसनको अप्रोच, कोलाबोरेसनको अप्रोच भनेको के हो भन्दाखेरि हामीले दुइटै पार्टीले सँगै बसेर आफ्नो केस रिजल्भ गर्ने, अनि जस्तै दुईवटा पार्टी क र ख भनौँ, क को भूमिका के हुने, ख को भूमिका के हुने, उनीहरूले आफै बसेर आफ्नो भूमिका निर्धारण गर्ने, यो सबै कुराहरू गरेको भने यसलाई कोलाबोरेसन हुन्छ। कुनै पनि सेटलमेन्टमा कोलाबोरेटिभ अप्रोचलाई हामीले अलि बढी प्रयोग गरेको, यो मिडिएसनमा हामीले कोलाबोरेटिभ अप्रोचलाई बढी प्रयोग गर्छौँ। र यो कम्प्रोमाइज भन्ने गर्छौँ, अनि विभिन्न ठाउँ हामी कम्प्रोमाइज भन्ने गर्छौँ। कम्प्रोमाइज चाहिँ मिडिएसनमा राम्रो मानिँदैन, कोलाबोरेसनै चाहिन्छ भनेर भन्ने कुरा मिडिएसनमा गरिन्छ। र नेपालको सम्बन्धमा कुरा गर्दाखेरि अहिले मैले यहाँसँग कुरा गरेँ, नेपालले मेडआरको लागि लिगल फ्रेमवर्क यसको धेरै कुराहरू गरेको छ। आर्बिट्रेसन एक्टको कुरा गरेँ मैले, आर्बिट्रेसन एक्ट 2055 जसलाई यसमा पनि आर्बिट्रेसनको बारेमा कुरा गरेको छ, आर्बिट्रेसनको बारेमा कुरा गरेको छ। आर्बिट्रेसन एक्टको सेक्सन 40लाई हामी हेऱ्यौँ भने डिस्प्युट, यो आधारबाट पनि हाम्रो आर्बिट्रेसन एक्टले पनि यसलाई रुम दिएको छ भन्ने खालको मैले कुरा गरिरहेको अहिले। जबकि यो ऐन आउनुभन्दा अघि मैले अनसिट्रालको मोडेल लको कुरा गरेँ, त्यो यो हुन त यो 2055 को हाम्रो आर्बिट्रेसन एक्ट पनि अनसिट्राल मोडेल ल आइसकेपछि, न्युयोर्क कन्भेन्सनमा 1958 को न्युयोर्क कन्भेन्सन भइसकेपछि र त्यसैलाई कार्यान्वयन गर्नका लागि त्यो इन्टरनेसनल स्ट्यान्डर्डमा बनेर आएको अवस्था हो। त्यही भएर यसलाई हामी के गर्छौँ भने यो कम्प्रोमाइज गर्ने कुराहरू, यो सबै कुराहरू यहाँभित्र हुन्छ। यसभित्र मैले कुरा गरिसकेको छु। र मिडिएसन के हो त भन्दाखेरि मिडिएसनमा
मिडिएसनको कुरा गर्दाखेरि हामीले अब यसमा न्युट्रल थर्ड पार्टी हुन्छ, न्युट्रल र इम्पार्सियल भन्ने कुरा मैले पटक पटक भनिरहेको छु। यो न्युट्रल थर्ड पार्टी हुन्छ र जसलाई हामीले मिडिएटर भन्छौँ। मिडिएटरले के गर्छ त भन्दाखेरि उसले फेसिलिटेसन गर्छ। त्यो अहिले दुई तिनवटा कुराहरू, इभ्यालुएटिभ मेडिसन र फेसिलिटेटिभ मेडिएसन भन्ने दुई खालको मेडिसिनहरू प्रयोग हुन्छ। इभ्यालुएटिभ मेडिसिन विशेष गरी कमर्सियल केसहरूमा इभ्यालुएटिभ मेडिसिनको अप्रोच, त्यो अप्रोचबाट काम गरिन्छ। फेसिलिटेटिभ अप्रोचहरू चाहिँ रिलेसनसिपलाई रिपेयर गर्नका लागि फेसिलिटेसन अप्रोचलाई अलिकति बढी प्रयोग गर्ने गरेको छ, हामीले त्यो गर्ने गरेका छौँ। त्यही भएर यो मैले अघि पनि भने एमिकल सेटलमेन्टको लागि गर्छ र एमिकल सेटलमेन्ट भन्दाखेरि यो हाम्रो स्ट्यान्डर्ड फर्म कन्ट्र्याक्टमा पनि एमिकल सेटलमेन्टको लागि बोल्या भएर एमिकल सेटलमेन्ट भन्ने जस्तो ठाउँ हो जसले हामीलाई मिडिएसनमा सिफ्ट गर्न मौका दिन्छ। हुन त यो सिङ्गापुर कन्भेन्सनलाई हामीले रेटिफाई नगर्दाखेरि पनि अहिलेको अवस्थामा पनि हामीले यो माध्यमबाट हामी जान सक्छौँ भनेर भन्ने कुरा गरियो। मिडिएसनको की क्यारेक्टरिस्टिक्स के हो त, के मुख्य चिजहरू के हुन्छ त भन्दाखेरि यो भोलिन्टियर हुन्छ। पक्षहरूले आफै जान वा नजान पक्षहरू स्वतन्त्र हुन्छन्, मिडिएसनमा जान नजान हुन्छन्, कन्फिडेन्सियल हुने भयो। अनि पार्टी सेन्टर्ड हुन्छ। पार्टी सेन्टर्ड हुने हुन्छ भन्दा बित्तिकै प्रोसेस पनि पार्टीले तय गर्छन्, फी पार्टीले तय गर्छन्, म्युचुअली कन्सेन्टमा फी तय गर्छन् र यो मिडिएटर छान्नेदेखि लिएर भेन्यू कुन ठाउँमा बस्ने भन्ने कुरादेखि लिएर यी सबै कुराहरू पार्टीले नै गर्छन्। त्यहाँ पार्टीले गर्छन्। त्यो पार्टीलाई मेलमिलापताले मिडिएटर जसलाई भन्छ उसले फेसिलिटेट मात्रै गर्छ, फेसिलिटेसन मात्रै गर्छ। त्यो कुराहरू यहाँभित्र हुन्छ र पार्टी अटोनोमी चाहिँ यसमा महत्त्वपूर्ण कुरा छ। पार्टी अटोनोमीलाई एकदमै बढी इम्फेसिस गरिएको छ मिडिएसनमा गर्छ यो। र मिडिएसनमा के भन्छ भने हामीले दुई खालको कुरा गर्छौँ, एउटा पोजिसन र एउटा इन्ट्रेस्ट, दुईवटा शब्दहरूको त्यहाँ प्रयोग हुन्छ। हामीले विशेष गरी शब्दहरू प्रयोग गर्दाखेरि हामीले इस्यु, पोजिसन, इन्ट्रेस्ट, अप्सन र सेटलमेन्ट, एग्रिमेन्ट, यो टर्मिनोलोजीहरू मिडिएसनमा प्रयोग हुन्छ। र यहाँ के गरिन्छ भन्दाखेरि मान्छेले मलाई यो चाहियो भनेर भनेको अडानमा चाहिँ सेटलमेन्ट गर्नु हुँदैन, मलाई यो चाहियो भन्ने आधारबाट। किनभने अडानको बाट भन्दा पनि यसको इन्ट्रेस्ट पत्ता लगाएर गर्नुपर्छ भनेर भनिन्छ। इन्ट्रेस्ट भनेको हामीले के भन्यो भन्दाखेरि उनीहरूको भित्री इच्छा के हो त, बाहिरबाट त उनीहरूले बोलिरहेछन्, यसो यसो भनिरहेछन्, लिखित रूपमा लेख्दाखेरि यसो यसो कुरो लेख्नुपर्छ। जस्तै वकिलहरूले लेख्नु पर्दा कानुनले स्वीकार गर्ने कुरा मात्रै लेखिन्छ नि त, त्यहाँ लेख्ने भएर वकिलहरूले इन्ट्रेस्टको कुरा लेख्न सक्दैनन्। जति डकुमेन्टहरू हामीले रिटन डकुमेन्टहरू पेश हुन्छन् त्यो सबैमा इन्ट्रेस्ट आउँदैन, पोजिसन मात्रै आउँछ। त्यो किन आउँछ त भन्दाखेरि त्यो हाम्रा लिगल केही हाम्रा के अरे फर्मालिटिजहरू पुरा गर्ने क्रममा हामीले त्यो कुराहरू गर्छौँ। तर मिडिएसन यस्तो प्रोसेस छ जसमा हामीले इन्ट्रेस्टहरू पत्ता लगाउनुपर्छ। लेखिएको भन्दा बाहेक, देखिएको भन्दा बाहेक भित्री कुरा के छ त उनीहरूको भन्ने कुरो पत्ता लगाउँछौँ। त्यो भएर यो फोकस अन इन्ट्रेस्ट भित्री कुरालाई पत्ता लगाउनेमा लाग्छ र यो फ्लेक्जिबल हुन्छ भन्ने कुरो अघि हामीले भनेका छौँ। र मिडिएसन चाहिँ यो वाइडली रिकगनाइज छ, हामीले यसलाई निकै धेरै ठाउँमा प्रयोग गरिरहेका छौँ। यो निकै पपुलर भइरहेछ अहिले, होइन, यो भइरहेछ। र अहिले एडिआरको जुन 4वटा डिसिप्लिन हामी भन्छौँ, एडिआरभित्र 4वटा कम्पोनेन्ट भन्छौँ जसमा हामीले नेगोसिएसन, आर्बिट्रेसन, मिडिएसन र कन्सिलिएसन, यो 4वटा यो एडिआरको कम्पोनेन्टलाई हामीले 4वटा मान्ने गर्छौँ। यो 4वटा कम्पोनेन्ट मध्ये सबैभन्दा अर्ली डेभलप कन्ट्री यो भनेको चाहिँ यो मिडिएसन नै हो। पछिल्लो विकास हो मिडिएसन भनेको, यो 1970s पछिको विकास हो। त्यो भएर यो प्रोसेसमा चाहिँ अहिले के गरिन्छ भन्दाखेरि एकदमै विश्वभरि निकै सफल रूपमा यसलाई हामीले प्रयोग गरेर गएको अवस्था, विश्वले त्यसले प्रयोग गरेको अवस्था देखिन्छ। अघि मैले बेनिफिटमा चाहिँ हामीले कस्ट इफेक्टिभ हुन्छ मैले भनिसकेँ, टाइम इफिसियन्ट पनि मैले अघि भनिसकेँ, रिलेसनसिप प्रिजर्भ गर्छ भनिसकेँ, पार्टीको कन्ट्रोल हुन्छ भने, र यो इन्क्रिज सेटिस्फ्याक्सन, यसले चाहिँ के भने पक्षहरूको सन्तुष्टिलाई बढाउँछ। किन सन्तुष्टिलाई बढाउँछ भन्दाखेरि हामीले निर्णय गरेको कुराले पक्षहरू असन्तुष्ट हुन सक्छ, तर पक्षहरूले आफैले निर्णय गर्ने र त्यो निर्णय गर्ने अवस्थासम्म पुर्याउने काम चाहिँ मेलमिलापकर्ताले गर्ने र इन्ट्रेस्टलाई पुरा गर्नलाई मेलमिलापकर्ताले फोकस गर्ने भएको भएर यसलाई हामीले के भन्छौँ भन्दाखेरि यसलाई यो सेटिस्फ्याक्सन चाहिँ उनीहरूको पक्षहरूको यसमा हुन्छ भनेर भन्ने कुरो गरिएको छ। त्यो सेटिस्फ्याक्सन भएको कारणले नै विन विन भन्ने गरेको हो। यसलाई मिडिएसनलाई हामीले भन्दाखेरि भोलिन्टियरली पार्टिसिपेसन हुन्छ पक्षहरूको, चोइस पनि उनीहरूले आफूले छानेको मिडिएटरलाई उनीहरूले काम गर्न पाउँछन्
र त्यसपछि एजेन्डा उनीहरूले आफै तय गर्न पाउँछन्, प्रक्रिया उनले आफै तय गर्न पाउँछन्, प्रोसेसमा उनीहरूको आफ्नो नियन्त्रण हुन्छ र ओनरसिप पनि उनीहरूको हुन्छ। आउटकम जुन नतिजा आउँछ त्यो नतिजा दुवैजनाले सँगै बसेर मिडिएटरको फेसिलिटेसनमा रिजल्भ खोजेको भएर यो ओनरसिप आउटकममा पनि उनीहरूको पक्षहरूको ओनरसिप हुन्छ भनेर भनिन्छ। र विशेष गरी यसले यो इम्पावरमेन्ट पक्षहरूलाई मेडिसिनको प्रक्रियाभित्र जाँदाखेरि पक्षहरूले इम्पावर फिल गर्नुपर्छ भनिन्छ। तर मेडिसिनको प्रक्रियाको अलिकति मान्छेले भन्ने बेलामा के भन्छ भन्दाखेरि यो इम्पावरमेन्ट कसरी गर्छ त तिमीहरू? एउटा पक्षको बिचमा पावर ब्यालेन्स त हुँदैन, पावर ब्यालेन्स हुँदैन, पावर इम्ब्यालेन्स हुन्छ। त्यो पावर इम्ब्यालेन्स भएको बेलामा तिमी काउन्सिलिङ गर्न, अर्को पनि मैले यहाँ भनिरहेको छु, मिडिएटरले काउन्सिलिङ गर्दैन। मिडिएटरले पक्षहरूलाई काउन्सिलिङ गर्न पाइँदैन। मिडिएटरले कुनै अप्सन तिमी यसरी मिल न त भन्ने कुरा पनि उसले बताउन पाउँदैन मिडिएसनमा। यो सुन्दाखेरि चाहिँ बडा असहज लाग्छ। तर यो कुरा हामी जब ट्रेनिङमा बसेर जब हामी यो विषयमा काम गर्न सुरु गऱ्यौँ भने अनि त्यो पोसिबल रहेछ, यो सकिँदो रहेछ भन्ने कुरो थाहा हुन्छ। त्यही भएर पक्षलाई इम्पावरमेन्ट गर्ने कुराहरूमा अलिकति कमी छ कि त्यो गर्न अलिकति धेरै मेहनत गर्नुपर्छ कि भन्ने कुराहरू छ। र इम्ब्यालेन्स विशेष गरी ब्यालेन्स गर्न पनि अलिकति गाह्रो छ र अलिकति मिडिएटरको गाइडेन्स खोज्छ पक्षहरूले। हामीलाई के भन्यो भन्दाखेरि तिमीले सपोर्ट गर्न पाइँदैन, तिमीले अप्सन दिन पाइँदैन भन्ने कुराहरू हामीले गऱ्यौँ। तिमीले कुनै पनि किसिमको काउन्सिलिङ गर्न पाउँदैनौ भन्ने कुराहरू मिडिएसनमा गरिन्छ। विशेष गरी फेरि कन्सिलिएसन मिडिएसनको बिचमा हामीले फरक गर्ने हो भने धेरै देशहरूमा, विश्वका धेरै देशहरूमा अहिले कन्सिलिएसनको अप्रोच पनि प्रयोग भइरहेछ। र कन्सिलिएसन भन्दा पछि अर्ली डेभलपमेन्ट, कन्सिलिएसन पछि मिडिएसन चाहिँ अर्ली डेभलपमेन्ट हो। कन्सिलिएसनमा पनि के भन्छ भन्दाखेरि कन्सिलिएसनमा जस्तो मैले अघि भने यहाँलाई मेडिसिनको दुईटा तरिकाले हामीले गरेका छौँ। एउटा चाहिँ फेसिलिटेटिभ अप्रोच, एउटा मैले भने, र अर्को चाहिँ हामीले कमर्सियल मेडिसिनमा प्रयोग हुन्छ, जसमा चाहिँ हामीले पक्षहरूलाई उसले सुझाव दिन सक्ने, सबै चिज गर्न सक्ने भनेर इभ्यालुएटिभ अप्रोचको कुरा गरेँ मैले। इभ्यालुएसन गर्ने, विषयवस्तुलाई इभ्यालुएसन गर्न मेलमिलापकर्ताले। त्यही भएर मेलमिलापको प्योर मेडिसिनको प्रोसेसभित्रमा प्रवेश गर्दाखेरि पार्टीले कहिलेकाहीँ वे आउट पत्ता लगाउन सके हुँदैन र उनीहरूले सपोर्ट खोज्छ मिडिएटरको। यसमा के गर्न सकिन्छ तपाईँले भनिदिनुहोस् न त भनेर उनीहरूले सपोर्ट गर्न खोज्छ। र यो सपोर्ट गर्दा बित्तिकै पार्टीको अटोनोमी सिद्धिने र त्यो सबै चिज हुने भएको भएर यसमा अलिकति असहजता चाहिँ मिडिएसनमा असहजता छ भन्ने कुरा पनि गरिन्छ। र अब यो मैले नेप्कालाई रेकमेन्डेसन गरेको छु, हामीले के गर्न सक्छौँ त अब भन्दाखेरि फर्स्ट हामीसँगै भएका जुन आर्बिट्रेटरहरू हुनुहुन्छ नेप्कासँग आबद्ध लाइफ मेम्बरहरू हुनुहुन्छ, लाइफ मेम्बरहरूलाई मिडिएटरमा सिफ्ट गर्नका लागि उहाँहरूलाई हामीले एउटा ट्रेनिङ गरौँ। र यो ट्रेनिङको लागि पनि केही छ, यसको रिक्वायरमेन्ट के हुन्छ त त्यो पनि म यहाँहरूलाई बताउँछु। मेडिसिनको ट्रेनिङ गर्नका लागि पहिलो कुरो त ट्रेनिङ 8 डेजको, 8 दिनभन्दा घटाउन पाइँदैन। मेडिसिन काउन्सिलले गरेको छ, 8 दिनभन्दा कम गर्न पाइँदैन एउटा। दोस्रो कुरो, यसमा 27 जनाभन्दा बढी पार्टिसिपेन्ट राख्न पाइँदैन। एउटा तालिममा 27 जना पार्टिसिपेन्ट हुन्छ र 3 जना मिडिएटरहरूले यसलाई म्युचुअली काम गरेर यसलाई 3 जनाले ट्रेनिङलाई कन्डक्ट गर्छन्। र यो ट्रेनिङ गर्नको लागि जोसुकैले पनि ट्रेनिङ गर्न पाइँदैन। ट्रेनिङ गराउनका लागि मेलमिलाप परिषदले सूचीकृत गरेका 46 वटा संस्थाहरू छन्। मेलमिलाप परिषदले सूचीकृत गरेका संस्था छन्, त्यो संस्था मार्फत मात्रै गर्न पाइन्छ यो तालिमहरू गर्दाखेरि। भन्दाखेरि अब हामीले के गर्यौँ भने मेलमिलापको लागि तालिम प्रदायक संस्था चाहियो एउटा। 8 दिनको तालिम, 8 दिन बस्न एग्री गर्नु पर्यो उहाँहरू। अनि ट्रेनरलाई हामीले त्यही हिसाबको गर्नु पर्यो र त्यहाँभित्र 27 पार्टिसिपेन्टको नम्बर चाहिँ 27 भन्दा बढ्नु भएन, 27 भित्र हुनु पर्यो। 27 किन राखेको त भन्दाखेरि हामीले मेडिसिनको प्रक्रियाभित्र, प्रोसेसभित्र जाँदाखेरि उहाँहरूलाई कोचिङ मोडलमा, मेडिसिनको यो मोडल चाहिँ कोचिङ मोडलमा ट्रेनिङ गर्ने भएर यो कोचिङ मोडलको ट्रेनिङ पनि मेडिसिन काउन्सिलले नै त्यसलाई रेफर गरेको छ। तपाईँले गर्नुपर्छ भनेर मेडिसिन काउन्सिलले नै फर्मली यसलाई रेफर गरेको भएर हामीले कोचिङ मोडलमा जानुपर्छ र कोचिङ मोडलमा गएर थोरै सानो ग्रुपलाई एक जनालाई हामीले कोच गर्छौँ। एक जनालाई कोच गर्नुपर्छ त्यहाँ 27 जना मध्ये।
गर्नुपर्छ, त्यसलाई ग्रुप डिभिजन गरेर विभिन्न प्रक्रियाहरू छन् त्यहाँभित्र गर्छौँ हामी। त्यही भएर यो कुराहरूको लागि हामीले नेप्काले यसको लागि मानसिक रूपमा तयारी गर्नुपर्छ भन्ने लाग्छ। हामीसँग जनशक्तिको अभाव छैन। र यो मैले अघि कुरा गर्दा गर्दै यहाँ छुट्याएको छु, यो आर्बिट्रेसन आर्ट मेड आर्टमा जाँदाखेरि जुन कुरा छ त्यसमा आर्बिट्रेसनमा गइसकेको केसमा कतै प्रयोग के छ भने सियाकले प्रयोग गरिरहेको चाहिँ उनीहरू दुईटै मोडल प्रयोग गरिरहेछन्। आर्बिट्रेसनमा तिनजनाको ट्रिब्युनल भयो, ट्रिब्युनल बसिरहेछ। त्यो ट्रिब्युनलले उनीहरूलाई ल हामी अब मिडिएसनको एमिकल सेटलमेन्ट जान्छौँ, हामी तपाईँलाई मद्दत गर्छौँ भनेर उनीहरूले नै मिडिएटरको रूपमा बस्न सक्छन्। उनीहरूले मिडिएटरको रूपमा बस्छन्। मिडिएट रूपमा बसिसकेपछि अनि मिडिएसनमा बसेर छलफल हुन्छ, छलफलका रिजल्भ गर्छन् उनीहरू, रिजल्भ गर्छन्। रिजल्भ गरेर आइसकेपछि अनि जे रिजल्भ उनीहरूले एमिकल सेटलमेन्ट हुन्छ त्यसलाई अवार्ड गर्छन्, एउटा कुरा भयो। तर यसमा एउटा समस्या के भयो भन्दाखेरि मिडिएसन गर्ने बेलामा तिनै आर्बिट्रेटरले मिडिएसन गर्ने बेला यदि सेटल भएन भने के गर्ने त? अब उनले अवार्ड गर्नुपर्ने हुन्छ र त्यो अवार्ड गर्दाखेरि चाहिँ अलिकति मान्छेहरू न्युट्रल बन्न र यो इम्पार्सियल बन्न नसकिने हो कि भन्ने कुराहरू गरिन्छ। त्यही भएर होला हाम्रो नेपालको कानुनमा एकजना न्यायाधीश छ, आफू समक्ष आएको विवादमा उसले मेलमिलापलाई पठाउन सक्छ वा त्यसमा आफूले पनि मेलमिलाप गर्न सक्छ। तर आफूले मेलमिलाप गरेको विवादमा त्यसमा आफूले फेरि निर्णय गर्नेकर्ताको हैसियतमा जान पाइँदैन भनेको छ हाम्रो कानुनले। त्यही भएर हामीले यो आर्ट मेड आर्टको जुन छ त्यही आर्बिट्रेटरले मिडिएसन गर्न पाइने भन्ने जुन अन्तको प्रयोग छ त्यसलाई हामीले हाम्रो कानुनले विशेष गरी मेलमिलाप संविधान 2068 रोकेको अवस्था छ। किनभने आर्बिट्रेसन गर्ने मान्छेले निर्णय गर्न पाइँदैन, मिडिएसन गरेको मान्छेले निर्णय गर्न पाइँदैन भन्ने कुरो भएर यो गर्छौँ हामी। र इन्टरनेसनल प्रोटोकललाई हामीले एडप्ट गर्नुपर्ने कुरा छँदैछ। सियाकको लागि जुन एमए र एएमए प्रोटोकलहरू छन् त्यो प्रोटोकललाई हामीले हेरेर एडप्ट गर्न सक्यौँ भने हामीलाई राम्रो हुन्छ। र सिङ्गापुर कन्भेन्सन अन मिडिएसन जुन छ यसमा पनि हामीले रेटिफिकेसन प्रक्रियामा जाँदाखेरि हामीले पनि गरौँ। र यसमा एउटा राम्रो कुरा, खुसीको कुरा के छ भन्दाखेरि अस्ति एनआइएसीले एउटा इन्टरनेसनल एउटा विक, एडिआर विक, इन्टरनेसनल एडिआर विक भनेर भनेको थियो। र त्यहाँ प्रधानमन्त्री आउनुभएको थियो। प्रधानमन्त्री के भन्नुभएको थियो भन्दाखेरि हामीले अब यो सिङ्गापुर कन्भेन्सनलाई रेटिफाई गर्छौँ, नेपालले रेटिफाई गर्छ भनेर भन्नुभएको छ। भने भएर प्रधानमन्त्रीले भन्नुभएको छ र नेपालले पनि यसमा कोसिस गरेर यो कुराहरू गर्नुपर्छ भन्ने कुरो लाग्छ सिङ्गापुर उसलाई। र यसलाई हामीले यो यो इन्गेज क्यापेसिटी बिल्डिङ ट्रेनिङहरू हामीले गर्ने कुराहरू आर्बिट्रेसनमा त ट्रेनिङ गरि नै रहेछौँ। मिडिएसनको पनि छुट्टै ट्रेनिङ गर्नुपर्छ। यदि कोही इच्छुक हुनुहुन्छ भने, मिडिएसनको ट्रेनिङ गर्न इच्छुक हुनुहुन्छ भने त्यसका लागि उहाँहरूसँग केही फी लिएर, नेपालले आफूले दिन सक्ने स्थिति त हुँदैन होला, यो फी लिएर नेपालले उहाँहरूसँग फी लिन्छ अनि ट्रेनरलाई पनि उसले फी दिन्छ। त्यसरी चाहिँ हामीले गर्न सक्छौँ। र यसले चाहिँ अहिले हाम्रो के छ भने पब्लिक अवेरनेस, मिडिएसनको बारेमा पब्लिक अवेरनेस चाहिँ कम छ। धेरै आर्बिट्रेटरले बुझ्नु भएको छैन, पढे लेखा मान्छेले बुझ्नु भएको छैन। त्यो भएर यसलाई पनि हामीले काम गर्नुपर्छ र इन्स्टिट्युसनल फ्रेमवर्क बनाउने कुराहरू पनि हामीले गर्नुपर्छ भनेर भनियो। यति भनेर मैले आफ्नो प्रेजेन्टेसन अन्त्य गर्ने अनुमति चाहेँ। राय सर, मैले यसलाई सकेँ। अब हामी क्वेसन एन्सरमा केही कुरा छ भने हामी क्वेसन एन्सर जान्छौँ। मैले यहाँ मैले देखाइरहेको छु, यहाँहरूलाई आवश्यक छ भने यो मेलमिलापको किताब छ, यहाँहरूले लिन सक्नुहुन्छ। पहिरो प्रकाशनले यसलाई प्रकाशन गरेको यो छँदैछ। मैले अब स्टप सेयरिङ गरेँ अनि हामी हस्, धेरै धन्यवाद छ कुमार सरलाई। यो खास गरिकन मेडिएसन भनौँ, मेलमिलापको बारेमा हामीलाई धेरै कम जानकारी भएको। कतिपय साथीहरूले त यसलाई गरेर पनि राख्नु भएको छ, उहाँहरूलाई राम्रो जानकारी पनि छ। तर म आफै लगायत केही साथीहरू हामीहरू जो आर्बिट्रेसन गरिरहेका छौँ, मेलमिलापलाई हामीले अलिक नबुझेको, जानकारी कम लिएको अवस्था नै हो जस्तो मलाई लाग्छ। ज्यादै सरल ढङ्गले र यसको विस्तृत आयामको बारेमा यहाँले राखिदिनु भयो। यो वास्तवमा हामीलाई एउटा सुसूचित हुने हिसाबले यो निकै महत्त्वपूर्ण भयो जस्तो मलाई लाग्छ। अलिकति यसको कुरा गर्दाखेरि म प्रश्न लिन यहाँ समक्ष आउने नै छु। यो एउटा भर्खरै मात्रै हामीले यो सरकारले एउटा विधेयक ल्याएको छ जसमा द्रुत मध्यस्थताको सेवाको एउटा परिकल्पना गर्यो। यसले एउटा राम्रो कुरा चाहिँ के देखायो भने कि नेपाल सरकार पनि
यो विवाद समाधानको द्रुत माध्यमलाई ल्याउन चाहन्छ है भन्ने कुरालाई चाहिँ यसले लिएर आयो। तर यो सँगै हाम्रो एउटा चाहिँ के भने हामीले एउटा समष्टिगत रूपमा एकीकृत रूपमा हेर्न नसकेको, राज्यले यसलाई समेट्न नसकेको विडम्बना जस्तो चाहिँ कहाँ देखिएको छ भने नि, कि मध्यस्थ आफैलाई हामीले एउटा कार्यान्वयनको चरणमा प्रभावकारी रूपमा लिएर आएर अदालतको चाहिँ यसले चाहिँ मतलब परिपूरकको रूपमा काम गरेको छ। यो लाई हामीले एउटा स्तरीयकरण गऱ्यौँ र यो तहमा लिएर आयौँ। अब मध्यस्थता पनि हाम्रो निमित्त चाहिँ लामो भयो है, मध्यस्थको प्रक्रिया पनि हामीलाई खर्चिलो भयो है भन्ने बोध सहित चाहिँ अब मध्यस्थता त आफ्नो ठाउँमा छँदैछ, किनभने अदालतमा जानुपर्ने क्रम चाहिँ हाम्रो ज्यादै कम रहन्छ अब विवादहरू, यो खालको व्यावसायिक विवाद होइन त। त्यसपछि गएपछि यो बिचमा पनि अरू के ल्याउन सकिन्छ भनेपछि अनि मेलमिलापको कुरा यसमा आउने भयो। मैले खालि जोड्न खोजेको के हो भने हामीले यो कन्स्ट्रक्सन म्यानेजमेन्टको पढाइ गर्दाखेरि इन्जिनियरहरूको बिचमा चाहिँ हामीले के भन्ने गरेका छौँ भने वैकल्पिक विवाद समाधानको चाहिँ मतलब रूपमा मेडिएसन र कन्सिलिएसन दुईटा हुन्छ होइन, हामीले भनिराखेको चाहिँ मेडिएसनमा चाहिँ तेस्रो पक्ष एउटा इन्भल्भ हुन्छ र उसले यसलाई फेसिलिटेट गर्छ। कन्सिलिएसनमा चाहिँ तेस्रो पक्ष त्यसमा सम्मिलित हुँदैन तर बाहिरबाट उसले चाहिँ सहजीकरण गर्छ भन्यो। यसलाई आएपछि हाम्रो आफ्नो मेलमिलाप चाहिँ ऐनले जुन लिएर आयो यसले एउटा परिकल्पना गरेको छ र यसले विवाद समाधानमा जानको निमित्त एउटा बाटो खोलेको छ। निश्चित रूपमा एमिकेबल सेटलमेन्ट त्यसकै एउटा पार्ट हो, त्यसले ठाउँ दिएको हो नि त। तपाईँहरू अझै पनि गर्नुहुन्छ, जस्तो फिडिकले त अझै के भन्छ भने एडजुडिकेसन पछि अनि बल्ल एमिकेबल सेटलमेन्ट ल्याउँछ। पहिला एडजुडिकेसनको एउटा निर्णय आइसकेपछि पनि तपाईँहरूलाई आफ्नो पोजिसन अवस्था त थाहा भयो, अब फेरि मिल्नु सक्नुहुन्छ भने भन्ने कुरा आउँछ। फिडिकको 2017को डकुमेन्टले त डिएएबी भनेर आयो अब होइन, डिस्प्युट एभोइडेन्स एन्ड एडजुडिकेसन बोर्ड। अझै पनि अभोइडेन्स गर्न सकिन्छ भनेपछि त्यो समितिलाई तपाईँ अभोइडेन्सको ल्याउनुहोस् भनेपछि त मेलमिलाप त अझै पनि बाटो आएको हो। अनि यसपछि गएर जस्तो बेलायतले चाहिँ यो एडजुडिकेसन एक्ट लिएर आउँदाखेरि हामीले पनि सार्वजनिक खरिद ऐनमा एडजुडिकेसनको व्यवस्था गऱ्यौँ। हामीले त्यो 30 दिनभित्र निर्णय दिनुपर्छ भन्ने कुरालाई हामीले त्यसलाई कार्यविधिको रूपमा ल्याएर 30 दिनभित्र कसरी निर्णय गर्न सक्छौँ भन्ने कुरामा हामीले चल्दै चलेनौँ, गर्दै गरेनौँ। यो दोस्रो टायर आर्बिट्रेसन जस्तो भयो, फेरि त्यसलाई हामीले 73को संशोधनमा हटाइदियौँ। पनि यो अलिकति हामीले के भने किन राखेको, किन हटाएको, अलिकति राज्यले कसरी लानुपर्ने भन्ने जस्ता केही आधारभूत कुराहरूले हाम्रो प्रक्रियालाई हामीले अगाडि लान सकेका छैनौँ। फेरि गएपछि यो मध्यस्थको निर्णय नै पनि जुन अर्थ मन्त्रालयको मलाई लाग्छ 79-80को चाहिँ आर्थिक वर्षको बजेट तिर एउटा परिपत्र गयो कि मध्यस्थको चाहिँ निर्णयलाई कार्यान्वयन नगर्ने यो अर्थ मन्त्रालयले होइन, यो मलाई लाग्छ यो कानुनको विरुद्धको चाहिँ हो भनेपछि एकतिर अर्थ मन्त्रालयको त्यो परिपत्रलाई खारेज गरिएको छैन, यतापट्टि चाहिँ द्रुत सेवाको कुरा आइसकेको छ भन्दाखेरि राज्यको आफ्नै अङ्गहरू बिचमा अलिकति तालमेलको अभाव जस्तो देखिरहेको छ। यसले गर्दाखेरि हाम्रो समग्र यो विवाद समाधान पनि हामीले सही बाटोमा लान सकेका छैनौँ र बिथोलेको अवस्था देखिएको छ। मैले छलफलमा आउनुको निमित्त अलिकति भने त्यसो भने यो कुराहरूलाई हामीले अलिकति हेरौँ र यो एकदमै हामीलाई चाहिएको कुरा हो। मैले खालि एउटा अब सानो एउटा जोड्न खोज्छु, एउटा म आफै पनि भएर गरेको विवाद समाधानमा चाहिँ हामीले पहिला मध्यस्थबाट सुरु गऱ्यौँ, बिचमा जाँदाखेरि त्यो दुईटा पक्ष चाहिँ मिल्नुभन्दा बाहेकको अर्को राम्रो विन विन हुने स्थिति नै छैन भनेपछि हामीले उहाँहरूलाई खालि सजेस्ट गर्यौँ कि तपाईँहरू बिचको अवधिमा मिल्न सक्नुहुन्छ भने मिल्नुहोस् है, हामी निर्णय त दिन्छौँ तर तपाईँहरू मिल्नुहोस् भनेपछि नि उहाँहरूले हामीले 1 हप्ताभित्र मिल्नुहोस् भने उहाँहरूले होइन हामीलाई 1 महिना समय दिनुहोस् भन्नुभयो। अनि 1 महिना हामीले चाहिँ समय दियौँ, 1 महिनाभित्र उहाँहरू मिलेर आउनुभयो र त्यसलाई नि जुन कन्सेन्ट अवार्डको रूपमा हामीले गऱ्यौँ कि त्यो चाहिँ हामीले यो खाले एउटा अभ्यास पनि गऱ्यौँ भन्दाखेरि यसरी अलिकति केही हामीले गर्नुपर्ने अवस्था छ र यसले हामीलाई एउटा निकै ठुलो बाटो खोलेको छ जस्तो मलाई लाग्छ। अब म हजुरहरूसँग छलफलमा आउँछु, यहाँहरूको प्रश्न छ कृपया राखिदिनु होला, अनि पछि समय रह्यो भने हामी यसलाई अगाडि बढाउने नै छौँ। शीतल महेन्द्र सर महेन्द्र सरले अघि महेन्द्र खनालले हात उठाउनु भएको थियो। हो, मैले हजुर। शीतल सरलाई बोलाएँ, त्यसपछि महेन्द्र खनाल सरलाई बोलाउँ। शीतल सर तपाईँ राखिदिनुहुन्छ कि? हजुर नमस्कार, धन्यवाद सर म बोल्ने मौका दिनुभएकोमा। हजुर र कुमार सरले अत्यन्तै राम्रो र यो इनोभेटिभ विषयमा प्रस्तुतिकरण दिनुभयो। मिडिएसनलाई अब उहाँ त मिडिएसनको अभियन्ता नै हो नम्बर 1। त्यो विषयलाई यहाँ कसरी प्रवेश गराउन सकिन्छ, अन्तर्राष्ट्रिय उसमा कसरी भइरहेछ भन्ने कुरा जान्न पाउँदा एकदम खुसी लाग्यो।
मिडिएसन अब जसरी सरले भनिहाल्नुभयो हाम्रो के अरे विवादित पक्षहरूले दुवैले स्वीकार गरेको कुरा हो भनेर अगाडि आइसक्यो। अब थप जान्न खोजे चाहिँ हामीहरूको यो आर्बिट्रेसनको अवार्डभित्रका चुनौतीहरू पनि, मिडिएसनका कार्यान्वयनका चुनौतीहरू पनि अलि बढी नै भए जस्तो महसुस भइरहेछ। त्यस विषयमा यथार्थ अवस्था के छ भन्ने विषयमा जान्न पाए राम्रो हुन्थ्यो भन्ने लागिरहेको हो। र यो नेप्काले गरिराखेको निरन्तर यो चाहिँ सधैँभरि त भाग लिन पाइन सकेको छैन, तर अत्यन्त राम्रो भएको छ। राजेन्द्र सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसले हाम्रो निकै नै मद्दत गरेको छ यो प्रस्तुतिले। थ्याङ्क यू सर। कुमार सर, यसमा हजुरको केही भन्नु छ कि? मैले शीतलचालित जो चुनौतीको बारेमा कुरा गर्नुभयो, यहाँ गोकुल बोर्लाकोटी सरको पनि हात उठिसकेको छ, महेन्द्र सरको पहिला उठेको थियो। शीतल सरले भन्नुभएको कुराको एकदम त्यसलाई म के भन्छु भन्दाखेरि चुनौती चाहिँ हाम्रा आर्बिट्रेसनको लागि पनि चुनौती, अघि चुनौतीको लागि परिपत्रको कुरा अघि राजेश सरले गर्नुभयो। जुन नेपाल सरकारले परिपत्र गरेर तिमीहरूले यसलाई चाहिँ सुप्रिम कोर्टसम्म पनि पुर्याऊ भन्ने खालको परिपत्र गरेको अवस्था छ, त्यसलाई हामीले चुनौती दिएका छैनौँ। त्यो परिपत्रका इलिगल हो। यहाँसँग कुरा गर्दाखेरि त्यो परिपत्र इलिगल हो। इलिगल परिपत्रलाई नेप्का वा अरू कुनै संस्था वा हामी इन्डिभिजुअलहरूले त्यो पत्रलाई लिएर गएर सुप्रिम कोर्टमा हामीले रिट दायर गर्न सक्थ्यौँ र त्यो परिपत्रलाई हामीले सिद्ध्याउन सक्थ्यौँ, त्यो परिपत्रको अस्तित्वलाई समाप्त गर्न सक्थ्यौँ। त्यही भएर यो आर्बिट्रेसनमा यस्ता यस्ता चिजहरू हाम्रो समस्या छ। यो चुनौतीको बारेमा कुरा गर्दाखेरि आर्बिट्रेसनको फीको बारेमा पनि समस्या छ। अनि 15% कटाएर नेप्कालाई पठाउने कुराहरू यहाँ सबैलाई थाहा छ। त्यो कुरो हाम्रो प्र्याक्टिकल चुनौतीको रूपमा हामीले भोगिरहेछौँ। र आर्बिट्रेसनको एउटा कुरा के देखिया छ भन्दाखेरि अहिले भर्खरै आर्बिट्रेसनको एउटा अध्यादेश आएको छ। अध्यादेश आउँदाखेरि एउटा कुरो त्यहाँ के गरेको छ त भन्दाखेरि, र यहाँहरूले चुनौतीको रूपमा हेर्दाखेरि, र अहिले पार्लियामेन्टमा पनि भ्रष्टाचार निवारण ऐनको प्रस्ताव जुन गएको छ, जाँदाखेरि आर्बिट्रेसनलाई पनि यो आर्बिट्रेसनको कुराहरूलाई पनि भ्रष्टाचार जन्य क्रियाकलापभित्र राख्न सक्ने भनेर राष्ट्रिय सेवाको परिभाषाभित्र राखेर त्यो गर्न सक्ने एउटा अवस्था देखिया छ। र अहिले द्रुत मिडिएसन भने यो स्पिडी मिडिएसनको कुराहरू पनि नयाँ अध्यादेशले गरेको स्थिति छ। त्यही भएर हामीले अब द्रुत मध्यस्थता के हो भन्ने बारेमा त्यसको रुलहरू बन्ने होला, त्यसमा चासो राखेर एक्सपर्टहरूले तपाईँ हामी बसेर त्यो बारेमा एउटा कसरी जाने भन्ने डिजाइन गर्नुपर्ने होला, त्यो बाँकी छ। तर हामीले हाम्रा चाहिँ यो आर्बिट्रेसनका चुनौतीहरू ती छन् भने मिडिएसनका चुनौतीहरूको अघि मैले भनिसकेँ। यसमा सुझाव दिन नपाइने, सबै चिज गर्न नपाउने भइसकेपछि पार्टीलाई इम्पावर कसरी गर्ने भन्ने कुरा एउटा चुनौती हुन्छ। तर यसका लागि मैले के गरेको छु त भन्दाखेरि यहाँहरूलाई जानकारीको लागि यो नेपाल मिडिएसन काउन्सिल जुन छ, मध्यस्थ के अरे मेलमिलाप परिषद छ, मेलमिलाप परिषदले एउटा यो कसरी मिडिएसन गर्न सकिन्छ भन्ने बारेमा मोडेल तिमीले पेश गर भनेर मलाई एउटा जिम्मा दिएको थियो र मैले एउटा मोडेल पेश गरेको छु। र त्यो मोडेलमा मैले के भनेको छु भने इम्पावर कसरी गर्न सकिन्छ, काउन्सिलिङ कसरी गर्न सकिन्छ। जो मिडिएटरको रूपमा अपोइन्ट भएको छ उसले आफूले गर्न मिलेन, तर त्यहाँ हाम्रो जस्तै नेप्काले त्यो कुरो सुरु गर्यो भने नेप्काभित्र त्यो मिडिएसनको प्रोसेसमा इन्भल्भ नभएका स्वतन्त्र रहेर बाहिर बसेका मान्छेहरूलाई मध्येबाट त्यसलाई चाहिँ काउन्सिलिङ गराउने अनि इम्पावरमेन्ट गराउने कुराहरू हामी गर्न सक्छौँ। त्यो भएर यो कुराहरूलाई हामीले त्यहाँभित्र चुनौती को रूपमा हामीले एड्रेस गर्न सक्छौँ भन्ने लाग्छ। त्यसपछि अब अर्को क्वेसन। हस्, धन्यवाद सर। म महेन्द्र खनाल सरलाई प्रश्न छोटोमा राख्दिन अनुरोध गर्दछु। तपाईँको अनम्युट गर्नु पर्यो, माइक्रोफोन म्युट छ। अब आउँछ सरहरूलाई नमस्ते है, कुमार सर नमस्ते, राज सर नमस्ते। यो मेलमिलाप परिषदमा सूचीकृत 26वटा संस्थाहरूले मेलमिलाप सम्बन्धी तालिम दिन्छन् भनेर सरले भन्नुभयो। 46वटा संस्थाहरूले। अनि त्यस्तै तालिम दिने क्रममा तालिम दिँदाखेरि मेलमिलापकर्ताहरूको योग्यता स्नातक त हुनुपर्ने भन्ने कुरा प्रावधानमा छ। तर एसएलसी पास गरेकै अथवा सामान्य लेखपढ गर्न जान्नेहरूलाई मात्र मेलमिलापकर्ताको तालिम दिएर मेलमिलापकर्ताको काम गराएको छ। उनीहरूको लेजिटिमेसी के हुन्छ, मेलमिलाप परिषदले कतिको उनीहरूलाई पहिचान गर्छ, वैधानिकता दिन्छ, एउटा जिज्ञासा त्यो हो। त्यो सबै ती संस्थाहरूले मेलमिलाप परिषद र संवाद
विवाद समाधानको डिस्प्युट रेजोल्युसनको एउटा माध्यम बनाएर संवादलाई पनि जोडिराखेको कारणले गर्दा मेलमिलापकर्ता र संवादलाई हामीले कसरी जोडेर हेर्न मिल्छौँ, यिनीहरू बिचको अन्तर सम्बन्ध कस्तो छ, यिनीहरूलाई सँगै लिएर जान सकिन्छ। मेलमिलाप परिषद अन्तर्गत संवादलाई राखेर समाज संस्कर्ताहरूलाई पनि मेलमिलापकर्ताहरू जस्तै किसिमले परिचालन गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा मैले कुमार सरसँग जिज्ञासा राखेँ। धन्यवाद। धन्यवाद महेन्द्र सर। यो सरले पहिले कुरो त योग्यताको कुरा गर्नुभयो। हाम्रो मेलमिलाप सम्बन्धी ऐनको दफा 22 मा योग्यता मेलमिलापकर्ताको योग्यता निर्धारण गरेको छ र त्यो योग्यताभित्र अघि मैले भने यहाँहरूलाई 25 वर्ष उमेर पुगेको हुनुपर्ने, अनि मेलमिलाप सम्बन्धी कानुनले निर्धारण गरेको तालिम अर्थात् त्यो 48 आवर्सको 8 दिनको तालिमहरू त्यो पुरा गरेको हुनुपर्ने, स्नातक हुनुपर्ने, मानसिक अवस्था सन्तुलनमा भएको हुनुपर्ने लगायतका 5वटा त्यहाँभित्र योग्यताका कुराहरू गरेको छ। यहाँले भन्नुभयो जस्तो स्नातक नभएको मान्छे, एसएससी गरेको मान्छेले पनि जुन काम गरिरहेछ भन्नुभयो, त्यो अवस्था के हो त भन्दाखेरि अहिले हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले र हाम्रो संविधानले भनौँ स्थानीय तहलाई आफ्नो कानुन बनाउने अधिकार दिएको छ। हाम्रो एउटा समस्या के रह्यो त, हाम्रो पहिले प्रयोग गर्दाखेरि भन्दाखेरि स्थानीय तहमा तपाईँको स्थानीय तह भन्दा बित्तिकै हामीले काठमाडौँ या बुटवल विराटनगर मात्र हाम्रो स्थानीय तह होइन। हाम्रो स्थानीय तह भनेको तपाईँको एकदमै दुर्गम ठाउँहरू, बाजुरा, बझाङ, मुगु लगायतका ठाउँहरू पनि स्थानीय तह हुन्। र त्यो ठाउँमा यदि स्नातक तपाईँले राख्नुभयो भने त्यहाँ उपलब्ध हुनसक्छ त भन्दाखेरि त्यहाँ त्यो योग्यताको मान्छेहरू उपलब्ध हुन सकेन। किन भन्दाखेरि मेरो अनुभव छ, बुटवल उपमहानगरपालिकाले तालिम गर्नका लागि स्नातक गरेको 27 जना आउनुहोस् भनेर भनेको थियो, 2 जनाले मात्रै आवेदन गरे। बुटवल जस्तो ठाउँमा त्यो अवस्था छ। अरू स्नातक गरेको मान्छेको रुचि छैन, जो मान्छेको रुचि छ उनीहरू स्नातक गरेका छैनन् र उनलाई कानुनले गर्न दिँदैन, त्यो स्थिति भएको थियो। अनि त्यो भएर अहिले हामीले स्थानीय तहले के गरेको छ भने आफ्नो कानुन जुन बनाउनु भएको छ उहाँले, त्यहाँ योग्यता तोक्दाखेरि उहाँले त्यो स्नातकलाई हटाउनु भएको छ। वा त्यसलाई तल्लो योग्यता तोकेर उहाँहरूले आफ्नो स्थानीय तहको लागि मिडिएटरको प्रयोग गरिराख्नु भएको छ। तर अदालती मेलमिलाप, फर्मल अदालती मेलमिलाप स्नातकभन्दा तलकोले गर्न पाइँदैन भनेर भनेको छ योग्यतामा। त्यो कारण त्यो हो। र अब तपाईँले डायलगलाई मिडिएसनमा, संवादलाई मिडिएसनमा ल्याउन भन्नुभयो। मिडिएसनभित्र संवादको सम्भावनाहरू छ, त्यहाँभित्र हामीले लिएर आएका छौँ। यसलाई तालिमै पनि हामीले कुरा गरौँला। त्यहाँभित्र हामीले यो मैले अघि भने मिडिएटर फेसिलिटेसन जुन गर्ने हो, त्यहाँ फेसिलिटेसन गर्ने बेलामा हामीले संवादको कुराहरू निश्चित रूपमा गरिन्छ, मेलमिलापभित्र वार्ता पनि गरिन्छ। यो जबकि हामीले नेगोसिएसनलाई एउटा एडिआरको एउटा प्रक्रिया मान्यौँ, तर मिडिएसनभित्र के हो त भन्दाखेरि मिडिएसन इज अ फेसिलिटेटेड नेगोसिएसन। मेलमिलाप भनेको त उही सहजीकरणमा गरिएको न हो भन्ने कुराहरू गरियो। त्यो भएर सरले राखेको प्रश्नका लागि धन्यवाद छ सर। अब यसपछि गोकुल सरको हात उठाएको छ। गोकुल सर। हजुर सर, सबैलाई नमस्कार। अब म यहाँ बिचमा अलिकति डिस्ट्रप्सन पनि भयो र त्यसले त्यो अलिकति क्लियर सबै सुन्न पाइएन, तर मैले जे जति सुने सरले अब डाक्टर साहबको अब मैले त अब क्लासै लिएको मेलमिलापको सरसँग अब धेरै राम्रो ज्ञान छ र चाहिँ यो सरले चाहिँ जुन मेलमिलाप र यसलाई चाहिँ जोड्न ल्याउनु भइरहेछ मध्यस्थतालाई, अब यो चाहिँ साह्रै राम्रो कुरा पनि हो। र यसमा मेरो क्वेसन भन्दा पनि अब यो सरलाई चाहिँ एउटा यो एप्रिसिएट पनि गरौँ भन्ने हिसाब पनि हो। र अर्को चाहिँ यहाँ अहिले सुरुमै अध्यक्षज्यूले उठाउनु भएको थियो, यो एउटा परिपत्र एउटा छुट्टै छ अर्थ मन्त्रालयको, अनि त्यसपछि आएर अहिले त यो चाहिँ अहिले लगानी सहजीकरण यो अध्यादेश पनि आइसकेपछि चाहिँ अब अदालतले अर्को आदेश नगरेसम्म त स्वतः कार्यान्वयनमा जाने भयो। त्यसले गर्दा त अब त्यो त यो त इप्सो फ्याक्टो त्यो त भोइड नै भइहाल्यो त्यो अर्थ मन्त्रालयको जुन परिपत्रलाई। अब हामीले त्यो हेर्ने भन्दा पनि यदि उनीहरूले अझै पनि अर्थ मन्त्रालयले परिपत्र कसैले त्यस्तो गर्छ कि भन्ने लाग्यो भने त एउटा त अहिले यहाँ चाहिँ डाक्टर साहबले कुमार डाक्टर साहबले भन्नुभएको जस्तो चाहिँ अब कि सिधै चाहिँ भने हामी अदालतमै जाने हो, अदालतमा जान पर्ला जस्तो चाहिँ मलाई किन लागेन भने अब यो अध्यादेश यति त बुझ्ने छ नि त अर्थ मन्त्रालयमा पनि यति यो चाहिँ स्वतः चाहिँ भने कुनै अर्को स्थगितको आदेश नदिएसम्म त स्वतः कार्यान्वयन हुने भइसकेपछि यो द्रुत गर्नको लागि नै लगानीलाई सहजकरण गर्नलाई नै यो व्यवस्था ल्याओ। फेरि त्यो ल्याउनेमा चाहिँ एक हिसाबले अर्थ मन्त्रालय पनि त संलग्न छ नि त्यसमा त, किनभने लगानी सहजीकरणको जुन अध्यादेशको एक्सर्साइज सबै गर्दाखेरि त यो त ऐनै सरब हो, सबै एक्सर्साइज गर्दा त अर्थ मन्त्रालय स्वयं आफै इन्भल्भ छ। अनि त्यो भएको हुनाले चाहिँ यसमा त अब त दुविधा नआउला कि
र अब यदि त्यस्तो भइहाल्यो भने पनि मलाई त कस्तो लाग्छ भने हाम्रै नेप्काबाट पनि एउटा लेटर यसरी चाहिँ अध्यादेश आएको परिप्रेक्ष्यमा र यो परिपत्र चाहिँ यसै भोइड भएको हुनाले यो चाहिँ त्यही अनुसारको जानकारी दिनु हुन अनुरोध छ भनेर हामीले नेप्काले नै एउटा लेटर लेखिदिएर पनि यदि अर्थन आयो भने आएन भने उनीहरूले स्वतः बुझिहाल्छन्। अब आयो भने चाहिँ त्यतिले पनि मान्छन् कि जस्तो लाग्छ है मलाई चाहिँ। यो मेरो मेरो यो चाहिँ सुझाव चाहिँ यो हो क्या खास चाहिँ। ठिक छ सर, थ्याङ्क यू गोकुल सरको सुझावको लागि धन्यवाद। यहाँले भन्नुभयो जस्तो ठिक हो, अहिलेको नयाँ अध्यादेश आइसकेपछि नयाँ अध्यादेशको आधारबाट हामीले जाँदाखेरि त्यो नपर्ला, मुद्दा नपर्ला, तर मुद्दा गर्नुपर्ने अवस्था आएछ भने त्यसका लागि तयार हुनु पर्यो, व्यक्ति वा संस्था त्यो हुनु पर्यो भन्ने कुरा हो। धन्यवाद छ सर सुझावको लागि। यसपछि हामी सर नारायण सरलाई हो। हुन्छ हुन्छ नारायण सर हुन्छ। हजुर नारायण सर। तपाईँको अनम्युट गरेर बोल्नु पर्यो। नारायण सरको आवाज ठिक छ सर? ठिक छ, बोल्नु। फेरि 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 म्युट भयो सर, अनम्युट गरेर फेरि गरौँ। ल ठिक छ। हजुर, मैले अलिकति भन्न खोजेको अहिले फ्लोरमा उठेको चाहिँ अर्थ मन्त्रालयले माथिल्लो अन्तिम तहबाट फैसला नहुन्जेलसम्म बजेट व्यवस्थापन नहुने भनेर जुन अर्थ मन्त्रालयले एउटा सर्कुलर पठायो, त्यसमा अब हाम्रो कार्यान्वयनको फेजमा र हामी अब नेप्का लगायतका सबै आर्बिट्रेटर अथवा एडजुडिकेटरको ध्यान आकर्षण भएको अवस्था हो र पार्टीले पनि अननेसेसरी डिले भइरहेको कुरामा एउटा संजोग कस्तो परेको छ भने एउटा 2-3 वर्ष अगाडि एउटा एडजुडिकेटरले दिएको डिसिजनमा सोल आर्बिट्रेटरको नाताले मैले पनि अवार्ड दिएको थिएँ र त्यो अवार्डलाई चाहिँ पार्टीले च्यालेन्ज गर्दै जाँदा उच्च अदालतले सदर गर्यो र अहिले चाहिँ रिटको क्षेत्रबाट सर्वोच्च अदालतमा प्रवेश गरेको अवस्था छ र लिखित जवाब हामीबाट मागेका छौँ। त्यो हाम्रो ज्ञानेन्द्र कायस्थज्यू र मैले हिजो दिनभरि बसेर लिखित जवाब पनि तयार गर्यौँ। अब यसमा हामीले दुईटा प्रश्नहरू के उठाएका छौँ अहिले जुन कुरो आयो, अब एक आर्बिट्रेसनको प्रिन्सिपल अनुसार त्यो अर्थ मन्त्रालयको मिति यतिको परिपत्र चाहिँ दूषित छ, उसले नबुझेको पनि हो, एउटा त्यो प्रश्न उठाएर हामीले लिखित जवाब पठाएका छौँ। र अर्को हालसालै संशोधन मध्यस्थ ऐनले संशोधनमा ऐन आएको परिकल्पनाले पनि त्यसको कुनै औचित्य छैन भनेर अब मैले यहाँ प्रोबोनो रूपमा वरिष्ठ ज्यूहरूसँग के अनुरोध गरिरहेको भनेदेखि यसलाई उपयुक्त बेला पनि छ। अब 8 गते छलफलको लागि सायद अलिक तलै नाम छ, आउँछ आउँदैन। अब लिखित जवाब गइसकेपछि छलफलको लागि पनि त्यसै दिन पनि सिद्ध्याउन सक्छ र अदालतले अहिलेको प्र्याक्टिसमा। त्यसैले यदि हजुरहरूलाई वरिष्ठ ज्यूहरूलाई चाहिँ अब हाम्रो मौका पनि यही हो, त्यहाँ एडजुडिकेटरको पनि कुरो आएको छ संयोगले। एडजुडिकेटरलाई र आर्बिट्रेटरलाई चाहिँ संयुक्त प्रतिभा प्रत्यार्थी बनाएर चाहिँ निवेदन हालेको अवस्थामा एडजुडिकेसनको कन्सेप्ट पनि त्यहाँ अहिले हाम्रो सार्वजनिक खरिद ऐनको 63ले त्यो 2073 सालको प्रथम संशोधनबाट हटेको अवस्था छ। त्यसैले त्यो एडजुडिकेसन र यो मिडिएसनलाई पनि वरिष्ठ ज्यूहरूले चाहिँ प्रोबोनोको रूपमा उपस्थित भएर यदि हजुरहरूले त्यहाँ मैले अब हिजो दर्ता गर्न सकिएन, भोलि दर्ता गर्ने भन्ने मनस्थिति छ, त्यसैले मैले लेखेको लिखित जवाबलाई पनि त्यहाँ थपघट गर्नुपर्ने अवस्था छ भने त्यो पनि गरौँ र बहसको नोटमा अलिकति कोर्टले चाहिँ एउटा राम्रो नजिर एडजुडिकेसनलाई पनि समाउने गरी अहिलेको अस्ति आएको हालसालै आएको संशोधन मध्यस्थ ऐनको संशोधनको लागि पनि द्रुतभित्र चाहिँ यो मिडिएसन पनि हाल्ने र अब सम्बन्धित निकायले एडजुडिकेसनको आवश्यकता अहिले सबै ठाउँमा महसुस भइरहेको कुरालाई चाहिँ अब हाम्रो कोर्टको प्र्याक्टिसमा वरिष्ठ ज्यूहरूले नबोलिकन अरू वकिल हामी जस्ताले बोलेको अलिक पत्ते हुँदैछ। त्यसैले हजुरहरूको सहयोग भयो भने यो प्रब्लममा अलिकति सुधार पनि हुन्छ र त्यसैमा मेडिएसनका कुराहरू र यो मेड आर्ट मेडको कुराहरू पनि कन्सेप्ट चाहिँ बुझाइदिन म अनुरोध गर्छु फुर्सद हुने वरिष्ठ ज्यूहरूलाई। नारायण सर धन्यवाद। नारायण सरले दिनुभएको सुझाव निश्चित रूपमा हामी सरले आग्रह गर्नुभयो भने कोर्टमा जाने हामीले गर्ने कुरा त हामी गर्नु नै पर्छ, किनभने हामी सबैले इनिसिएसन लिएनौँ भने हामी सबै लाग्नुपर्छ, जो जति जुन ठाउँमा जसले जे सक्छ त्यही सबै लाग्नुपर्छ। अब यसमा हाम्रो निश्चित रूपमा सहभागिता हुन्छ सर। ल धन्यवाद छ सरलाई। अब त्यसपछि हरिप्रसाद सर। पुष्पराज भट्टज्यूले एउटा लेख्नु भएको छ, उहाँपछि हरिप्रसाद अर्याल सरलाई गरौँ। पुष्पराज भट्टज्यू तपाईँको।
यहाँ लेख्नुभएको अलिकति स्पष्ट छैन। फेसबुकबाट आएको रहेछ। यसो छ, यसलाई कुमार सर एड्रेस फेसबुकबाट आएकोले उहाँले ए सोध्नु हुन्छ पाउनु हुन्छ भएको सर, छैन। त्यो सरले मौका दिँदैछ। हाउ डु यु सी द रिलेभेन्स अफ रिकन्सिलिएसन इन भले पब्लिक प्रोजेक्ट्स? Because there are many must follow steps in public conflict resolution like budget allocation only after the Supreme Court decision। त्यो अघि हामीले छलफल गरेकै परिपत्रको सँग जोडिएको कुरा हो। त्यसो हुँदाखेरि सरले छोटोमा यसलाई नारायण सरले भन्नुभएकै कुराभित्र पर्यो यो हो। कुरा। र यसलाई हजुर यसलाई हजुर चाहिँ हामीले त्यो अहिले जुन नयाँ छ अध्यादेश छ, त्यो अध्यादेश मार्फतबाट हामीले त्योभित्र काम गर्दाखेरि यी सबै कुरालाई ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। कसैले इनिसिएसन लिनुपर्छ यसमा। हस् हस्। त्यसपछि अब हरि हरि हरियाल सर। हरिप्रसाद अर्याल र त्यसपछि देवेन्द्र सरले पनि अघि उठाउनु भएको थियो। हो, कृष्ण सर। त्यसपछि उहाँको देवेन्द्र प्रसाद यादव। म हरिप्रसाद अर्याल सर। सर नमस्कार। हजुर सर थोरै हुन्छ, यो छोटोमा हाम्रो राखौँ। हजुर स्थानीय तहले जुन सरले कुमार सरले पनि भन्नुभयो, यो समस्या छ। यो स्नातक पाउन गाह्रो छ। तर त्यो स्थानीय तहले आफै कानुन बनाएर एसएलसीलाई मेडिएटर के अरे यो उसको मेलमिलापकर्ताको रूपमा राख्ने गरेको पाइएको छ। अनि इनकेस कुनै दिन उनीहरूले गरेको यो मेडिएसनमा, मेलमिलापमा चित्त नबुझेर त्यो मान्छे कतै उजुरमा गयो भने त्यसको लेजिटिमेसी के हुने, एउटा कुरा यो सोध्न खोजेँ। अनि अर्को कुमार सर, यो आरको यो प्रिन्सिपल आयो नि, यसले के गर्छ भने यो मेडिएटरलाई ट्रेनिङ चाहिने 48 घन्टाको, अनि आर्बिट्रेटरलाई ट्रेनिङ नभए पनि हुने अवस्था छ। त्यसलाई यो 48 घन्टे मेडिएसन ट्रेनिङलाई बरु 54 घन्टा अथवा 62 घन्टा बनाएर त्यसलाई आर्बिट्रेटर समेत त्यसैमा जोडेर ट्रेनिङ दिने हो भने अलिक प्रभावकारी हुने थियो कि जस्तो मलाई लागेर त्यो चाहिँ सुझावको रूपमा पेश गर्न खोजेको। ठिक छ सर, धन्यवाद छ हरिप्रसाद सर। यसमा सरले जुन यो मिडिएसनमा चित्त नबुझेर भन्नुभयो भन्ने शब्द यहाँले कुरा गर्नुभयो। चित्त बुझेन भने मिडिएसनै हुँदैन। मिडिएसनमा दुवै पक्षको चित्त बुझ्नै पर्छ। यसलाई हामीले क्लियर बुझौँ। किन अवार्ड हुँदा बित्तिकै चित्त नबुझ्न सक्छ। तपाईँले कुनै कुरो तपाईँ यसो गर्नुहोस् त्यसो गर्नुहोस् भनेर तपाईँले बताउन थाल्नुभयो भने चित्त नबुझ्न सक्छ। तर दुवैले चित्त नबुझ्दासम्म त्यो सेटलमेन्टै हुँदैन। सेटलमेन्टै नहुने भएको भएर यसमा चित्त नबुझेर फेरि उजुरीको जाने। त्यही भएर मेलमिलाप जहिले पनि के भनियो भने मेलमिलाप गरिएको केसमा कतै पनि मुद्दा गर्न पाइँदैन भनियो। अहिले हाम्रो कानुनले के भन्यो भने मेलमिलापबाट मिलापत्र गरिएको छ भने मिलापत्रको शर्तहरू कार्यान्वयन भएन भन्ने कुरो चाहिँ जान पाइन्छ कोर्टमा। तर त्योलाई बदल गरी पाउँ भने जान पाइँदैन। सम्बन्धित पार्टीहरू त्यति बाइन्ड छ हाम्रो कानुनको आधारबाट पनि। त्यो भएर यो चित्त नबुझेर, मेलमिलापमा चित्त नबुझेर यदि छ भने प्रपरली मिडिएसन भएन भन्ने कुरो नै बुझ्नुपर्छ। र त्यसपछि देवेन्द्र सर। हजुर। त्यसपछि कृष्ण शर्मा सर। त्यसपछि कृष्ण शर्मा। हजुर। सबभन्दा पहिला मेरो तर्फबाट नमस्कार। म रौतहटबाट देवेन्द्र प्रसाद यादव बोल्दैछु। म त यो सर यसको मेम्बर छैन सर, म फेसबुकबाट हेरेर आएको। म रौतहटमा चाइल्ड स्पेसलिस्ट भएर त्यो सर अदालतमा काम गर्दैछु सर। 1 नम्बर श्रीमानसँग म बसेर काम गर्दैछु सर अदालतमा। म पनि यसको ट्रेनिङ लिन चाहन्छु। यो सुनेर मलाई धेरै खुसी लाग्यो सर। यस्तो कार्यक्रम नियमित होस् र यो धेरै राम्रो लाग्यो सर। अब यसको बारेमा त मलाई धेरै जानकारी छैन, तर यो धेरै पुटी नपाएर सर म यो तर यो लिन धेरै इच्छुक छु सर। हस् हस्, राय धेरै सरले जवाब धन्यवाद छ। दिनु त। हस्, यहाँलाई धेरै सरले धन्यवाद छ। संस्थागत रूपमा हामीलाई खुसी लाग्यो यहाँले त्यहाँबाट आउनुभयो। हाम्रो संस्थासँग सम्पर्क राखिदिनु भयो भने हाम्रो संस्थाका साथीहरूले यहाँलाई सहयोग गर्नुहुनेछ, हामी खुसी हुनेछौँ। हस् त, धन्यवाद सर। धन्यवाद। कृष्ण शर्मा सर। कृष्ण सर। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार। हजुर हजुर, यो कार्यक्रम आयोजना गरेर हामी समेत सहभागी हुन पाएकोमा सम्पूर्ण आयोजक साथीहरूलाई हार्दिक आभार। कुमार सर प्रति त अब भइहाल्यो, उहाँले दिशानिर्देश गरिहाल्नु, क्लास दिइहाल्नु हो। अब यो के हो भने हाम्रो संविधानले नै अब रिकगनाइज गरेको छ हामीलाई यो वैकल्पिक समाधानको मेकानिजम
समेत बनाएर अगाडि बढ्न सकिने भनेर अब यो न्याय क्षेत्रमा र अब समाजमा जति पनि मुद्दाहरू छन् ती 50% भन्दा बढी मुद्दाहरू मेडिएसन प्लस अहिलेको मिड आर्कको चाहिँ मेथडबाट हल हुने खालका छन्। तर पनि यो न्यायिक प्रक्रियाकै एउटा लेन्दी प्रोसेसमा अल्झिएर अब न्यायका उपभोक्ताहरूले चाहिँ न्याय पाउन नसकेको अवस्था छ। त्यसबाट एउटा यस्तो पहल कदमीको आवश्यकता पर्यो कि संविधान अनुकूल तपाईँहरूको टिम हामी सबै मिलेर न्यायालयभित्रका मुद्दाहरूलाई क्याटेगोराइज गरेर मेडिएसन र आर्बिट्रेसनबाट र स्थानीय न्यायिक समितिबाट हल गर्ने खालका मुद्दाहरू जुन देवानी प्रकृतिका छन् त्यसलाई चाहिँ एउटा समन्वय गरेर चाहिँ हल गर्नतिर लैजानुपर्ने आवश्यकता देखिन्छ। किनभने म स्वयं अधिवक्ता भएको र 2 धुरको 3 धुरको जग्गा पनि तपाईँको चाहिँ सर्वोच्च अदालतको चाहिँ उसमा चाहिँ पेशीमा चढिराखेका छ। जबकि त्यही मुद्दालाई न्यायिक समितिमा पठाएर दुई पक्षलाई राख्ने हो भने विन विन सिचुएसनमा लैजान सकिने अवस्था थियो। त्यसबाट अदालतमा भएका सम्पूर्ण मुद्दाहरूलाई वर्गीकरण गरेर एउटा मेडिएसनको माध्यमबाट हल गर्ने एउटा मेकानिजम खडा गर्नको लागि पहल गर्नुपर्ने देखिन्छ। एउटा मलाई त्यस्तो लाग्छ। र दोस्रो के भने म अब एउटा अधिवक्ता भएर ल फर्म पनि चलाएको हुनाले मैले प्र्याक्टिस के गरिराखेको छु भने कतिपय देवानी मुद्दाहरूमा अदालतमा मुद्दा लेख्न आयो भने विपक्षीलाई बोलाएर दुवैजनालाई राखेर मिलाइदिएको छु कि मैले। अब त्यो एउटा कानुन अनुरूप नै त्यस्तो चाहिँ जस्तो मैले ल फर्म खोले जस्तै मेडिएसन सेन्टरहरू खोलेर अदालतमा प्रवेश नगर्दै न्यायिक निकायमा प्रवेश नगर्दै विवादहरूलाई बाहिरी हल गर्ने खालको एउटा चाहिँ हामीले त्यस्तो एउटा संरचनाहरू पनि निर्माण गरेर जाने र यसको क्षेत्रलाई अझै व्यापक बनाएर जानुपर्ने आवश्यकता देखिन्छ। त्यो दिशामा पनि हाम्रो ध्यान दिनुहोस् भन्ने मलाई लाग्छ। यसरी धन्यवाद कृष्ण सरले जुन भन्नुभएको छ यो क्याटेगोराइज गर्ने एउटा सबैलाई जानकारी के दिउँ भने मिडिएसनमा एउटा अदालतले सर्वोच्च अदालतको रणनीतिक योजना आएको छ। त्यो रणनीतिक योजनाले एउटा निकै ठुलो उनीहरूले एउटा परिकल्पना गरेका छन्। परिकल्पना के गरेका छन् भने यो स्टेप जस्तै भनौँ अदालतमा जतिवटा मुद्दाहरू मिडिएबल छन् मिडिएसन गर्न मिल्ने खालका केसहरू छन् एटलिस्ट 50% मुद्दाहरू मेलमिलापको लागि पठाउनु पर्ने र मेलमिलापको लागि गएका मुद्दाहरूमध्ये एटलिस्ट 50% चाहिँ मिडिएसन गराउनका लागि प्रयास गर्नुपर्ने भन्ने कुराहरू त्यहाँभित्र छ। त्यसले गर्दा यसमा ऊ चाहिँ भएको छ। तर पहलको कुरा गर्दाखेरि यसको उसको लागि कुरा गर्दाखेरि हामी त अहिले टिआरसी अन्तर्गत जुन अहिले माओवादी जनउद्योग नेपालको शान्ति प्रक्रियामा पनि मेलमिलापको पद्धति माइनस मिडिएसन चाहिँ नेपालको शान्ति प्रक्रिया पुरा हुन सक्दैन र यो मिडिएसनको त स्कोप त्यहाँ पनि देखिन्छ भन्ने कुरो म राख्छु। र अरू कुनै प्रश्न राजेश सर? हस् धन्यवाद सर। मैले यहाँ अर्को अघि एकजना युजर भन्ने लेख्नु भएको हात उठाउनु भएको थियो। अहिले ह्यान्ड रेज चाहिँ छैन। सायद उहाँको केही छ भने उहाँले राख्नुहुन्छ होला। होइन अघिको मेरो निर्णय नभएको कारणले ल हस् धन्यवाद। ठिक मेरो नेम रहन्छ क्या त्यहाँ। हस्। त्यसपछि रामशरण अधिकारीज्यूको एउटा यहाँ आएको छ। यो मैले जवाफ दिनुपर्ने जस्तो देखियो। सर नमस्कार। वार्षिक रूपमा नेप्काले कतिवटा आर्बिट्रेसन इस्युहरू ह्यान्डल गर्छ र नयाँ तालिम लिएकालाई पनि समावेश गर्न के कस्तो व्यवस्था गर्न सकिएला? यो फिल्डमा ताते गराउन हात पक्रिदिनेको खाँचो महसुस भएको छ। धन्यवाद छ रामशरण सरलाई यहाँको प्रश्नको निमित्त। नेप्काले यहाँहरूलाई तयार गरेको छ विभिन्न तालिमहरू मार्फत यहाँहरूलाई यो क्षेत्रमा स्वागत गरेको छ, फिल्डमा तानेको छ। अब हामीले यसलाई चाहिँ फेरि सूचीकृत गर्छौँ ताकि मध्यस्थहरू खोज्दाखेरि नेप्काले सूचीकृत गरेको नेप्काको क्राइटेरिया पुगेर सूचीकृत हुनुभएका मध्यस्थहरू फलानु हुनुहुन्छ भनेर हामीले लिस्टिङ गर्छौँ। त्यो लिस्टहरू पठाइदिन्छौँ र एज अपोइन्टिङ अथोरिटी नेप्का भएको केसमा नेप्काले अपोइन्ट गर्नु पर्यो भने हामी त्यही रोस्टरमा हाम्रो सूचीकृत हुनुभएका मध्यस्थहरूमध्येबाट हामीले चाहिँ त्यो विषयसँग एप्रोप्रिएट हुने गरिकन चाहिँ सिफारिस मतलब नाउँ राख्ने पठाउने पक्षहरूलाई पठाउने गरिरहेका छौँ। यो हामीले सबै हाम्रा चाहिँ मतलब लिस्टमा हुनुभएका मध्यस्थहरूलाई हामीले त्यसरी चाहिँ समावेश गर्ने प्रक्रियाहरू गरेका छौँ। र एउटा मध्यस्थताको अघि पनि थुप्रै छलफलमा उठ्यो कि यो मध्यस्थ हुनको निमित्त चाहिँ के छ भने नेप्काले अपोइन्टिङ अथोरिटीको रूपमा हुँदा पनि 3 जनाको नाउँसहित पक्षलाई सम्बन्धित पक्षलाई पहिला पठाउने हो कि यो 3 जना तपाईँले आफूले गर्नु भएन भने 3 जनाको नाउँमा हामीले पठाएको छौँ मध्यबाट गर्नुहोस् है भन्छौँ। अनि उहाँहरूले फेरि पनि गर्नु भएन भने हामीले अनि आफ्नो 3 जनाको मध्येबाट 1 जनाको नाउँ उहाँहरूको निमित्त गर्छौँ। होइन भने उहाँहरूले छान्नुहुन्छ।
त्यस कारण अहिले भएको कानुनी व्यवस्था अनुसार अथवा अभ्यास अनुसार पनि के हो भने पक्षीहरूले मध्यस्थहरूलाई छान्ने हो होइन। त्यसको निमित्त हामीले यो प्लेटफर्महरू बनाएर हामी वाइड रूपमा लगिराखेका छौँ। त्योभन्दा बाहेक अरू हामी सहकार्य गर्नको निमित्त नेप्काका हामी सदस्यहरू हामी मध्यस्थको रूपमा काम गरिरहेका मान्छेहरू तयार छौँ। बिस्तारै यहाँहरूसँग सम्पर्कमा रहने नै छौँ। यहाँहरू पनि हामीसँग सम्पर्कमा रहनुहुनेछ, यो मैले निवेदन गर्न चाहेँ। र त्यसपछि नयाँ अरू केही छ कि छैन। नयाँ अरू नभएकोले कुमार सरको छोटोमा अन्तिममा केही भन्नु छैन भने मैले समापनतिर जान चाहन्छु। मेरो भन्नुपर्ने कुरा म सबै भनिसकेको छु। मैले खालि एउटा कमिटमेन्ट के गर्न चाहन्छु भन्दाखेरि नेप्काले भोलि मिडिएसनको क्षेत्रमा प्रवेश गर्ने र भोलि तालिम लगायतका कुरा गर्ने, छुट्टै रोस्टर बनाउने लगायतको कुरा सोच्यो, पोलिसीगत रूपमा सोच्यो भने म नेप्काको लागि जहिले पनि उपलब्ध हुन्छु, यो मिसनका लागि म उपलब्ध हुन्छु भन्ने कुरो कमिटमेन्ट गर्न चाहन्छु। र मलाई मौका दिनुभयो त्यसको लागि धन्यवाद पनि दिन्छु म। यति कुरा हो सर। हस्, धेरै धन्यवाद छ कुमार सरलाई। म समापनतिर जान चाहन्छु। यदि हजुरहरू कोही अन्तिममा कुनै प्रश्न कसैको बाँकी छ भन्न चाहनुहुन्छ भने एउटा मेसेज, न्यू मेसेज। धन्यवाद भनेपछि अब देखिएन अघि यहाँ एज पर द सजेसन फ्रम कुमार सर, नेप्का सुड कन्डक्ट अ ट्रेनिङ अन मेडिएसन। हुन्छ, यो मा हामी अब पहिलो कुरा कुमार सरलाई धेरै धन्यवाद छ कि यो मेडिएसनको यति अथाह विषयलाई यति सरल र सहज ढङ्गले उठाइदिनु भयो र यसको व्यापकताको बारेमा र यसको प्रभावकारिताको बारेमा हामीलाई राखिदिनु भयो। यसको महत्त्वपूर्ण यसको सौन्दर्य भनेको चाहिँ दुइटैलाई विन विन सिचुएसनै हो। यहाँनिर चाहिँ निर्णय हुँदैन र दुइटै पक्षले मान्नुपर्छ भन्ने भयो। र यदि मध्यस्थमा जाँदाखेरि मध्यस्थलाई पनि हामीले इम्पार्सियल भन्दा भन्दै पनि जब तपाईँ निर्णय दिनुहुन्छ मध्यस्थको रूपमा, निर्णय दिएपछि त पक्ष भयो भन्ने कुरा उहाँले एउटा नयाँ आयाम त्यसको उठाइदिनु भएको छ। यो हामीले सोच्नुपर्ने कुराहरू होइन। तर एउटा कुरा चाहिँ हामीले स्वतः स्वीकार्न सकिने कुरा के हो भने यो विवादको चरणलाई, जुन कुरा चाहिँ मतलब के भने देवानी प्रकृतिका छन्, यी विवादहरू सकेसम्म जति सक्यो तलै निरूपण हुन सक्यो भने यो राम्रो हो, प्रभावकारी हो भन्ने कुरा हो। यसमा हामीले सबैले स्वीकार्ने कुरा नै हो। त्यस भएकोले हामीले सकेसम्म हामी मध्यस्थ गरिरहेको छौँ, मध्यस्थबाटै समाधान हुनुपर्छ भन्नेमा छैनौँ होइन। तर के भने अदालतमा जाने विवाद चाहिँ कमसेकम मध्यस्थबाट टुङ्गियोस्, ताकि अदालतको बोझ पनि कम होस्। अदालतले गर्नुपर्ने अरू थुप्रै निर्णयहरू छन् र पक्ष पनि छिटो चरितो हुन्छ है भनेपछि पक्षहरूको आफ्ना त्यसप्रतिको इमान्दारिता, प्रतिबद्धता भनौँ न। अहिले एउटा हामीले देख्यौँ के भने पक्षहरू आफै पनि फेरि यो मध्यस्थतालाई नै हामीले एक ठाउँमा अल्मल्याइराखेका छौँ। पक्षहरू आफै यसलाई बुझेर नबुझेर मध्यस्थताको प्रक्रियालाई राम्रोसँग गर्न सकिराख्नु भएको छैन। त्यहाँनिर मैले कुनै आलोचनाको रूपले भनेको होइन कि राज्यका निकायहरूले चाहिँ यो सहजीकरण गरेर यो स्वस्फूर्त रूपमा अगाडि गइरहेको प्रक्रियालाई चाहिँ स्तरीयकरण मात्रै गरिदिने हो, सहजीकरण गरिदिने हो भने यो एक चरणमा हुन्थ्यो। त्यसपछि जुन एडजुडिकेसन हाम्रो कन्स्ट्रक्सनको साइडबाट हेर्दाखेरि, निर्माणको साइडबाट हेर्दाखेरि अति जरुरी कुरा हो। यो अभ्यासले अति सहजीकरण गर्छ र हामीले ठुला आयोजनाहरू गरिराखेका छौँ। ठुला आयोजनामा हामीले अरबको आयोजना गरिरहेका छौँ भने हामीले त्यसमा थोरै खर्च गर्दाखेरि यसले चाहिँ विवाद समाधानमा साइडमै निर्माणकै चरणमा विवाद समाधानमा निकै ठुलो भूमिका खेल्छ। बाहिरको अभ्यास पनि हो, हामीले आफैले पनि गरेकोमा त्यो अभ्यासहरू देखेका छौँ भनेपछि यो अर्को चरणलाई हामीले हेर्नु पर्ने ठाउँ छ। त्यसपछि गएपछि यो मेड आर मेडको कन्सेप्ट त अहिले फेरि हामीले यसै पनि गर्नुपर्छ भनिरहेका छौँ। कुमार सरहरू जस्तो मातृका निरौला सरहरू हुनुहुन्छ जो यसको अभियन्ताको रूपमा लागिराख्नु भएको छ र अहिले बाहिरको प्र्याक्टिसले पनि मेड आर मेड त आइरहेछ नि त होइन। एसआइसी प्रभावकारी रूपमा आइरहेछ भनेको यही नै हो। यो देशले विकासले फड्को मार्ने, विकासको फड्को मार्ने र आर्थिक विकासलाई हामीले छिटो छरितो ढङ्गले लैजानको निमित्त यो कुराहरूलाई चाहिँ राज्यले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहजीकरण गरिदिने र विश्वासको वातावरण चाहिँ बनाइदिनु जरुरी छ। यहाँनिर मैले हजुरहरूलाई निवेदन गर्नै पर्ने कुरा के हो भने कि अहिले हामीले विश्वासको वातावरणलाई खलबल्याइदिउँ है। जस्तो अघि बारम्बार उठ्यो परिपत्र, अर्थ मन्त्रालय जस्तो संस्थाले कानुन विपरीतको परिपत्र गरेर चाहिँ गरेको छ। अब यो हुँदाखेरि चाहिँ के भने राज्यका निकायहरू चाहिँ एकतिर पैसा छैन भन्ने कुरा भइरहेछ, अनि मध्यस्थको पैसा पनि तिर्दैनौँ भन्ने भइरहेछ। इभन मध्यस्थतामा आफ्नै करारभित्रबाट आएको मध्यस्थतामा पनि प्रारम्भिक बैठकमा निर्णय गरेको हुँदा हुँदै पनि मध्यस्थको शुल्क पनि बुझाइदिइराख्नुहुन्न।
यसले त मध्यस्थको प्रक्रिया अवरुद्ध भयो नि। यो त कानुन विपरीतको काम हो नि त। यो सार्वजनिक निकायले यस्तो कानुनलाई अवज्ञा गरेर बसिराख्न पाइन्छ र? यहाँनिर चाहिँ हामीले सम्बोधन गर्न सकेन। मैले कसै प्रीति भयो, यो हाम्रो अभ्यासले हामीलाई चाहिँ मतलब कहाँनिर लगिरहेछ। त्यसपछि कतिपय विवादहरू उहाँहरू दुइटै पक्ष बसेर समाधान गर्न चाहनुहुन्छ, तर हाम्रो चाहिँ मतलब यो अनुगमन गर्ने होइन, निगरानी राख्ने निकायहरूको चाहिँ हामीलाई अलिकति डर छ। हामीले पैसा दियौँ भनेदेखि उहाँहरूले प्रश्न उठाइदिनुहुन्छ, त्यस कारण चाहिँ मध्यस्थतामा लगिदिउँ न भनेर लगेको हो भन्नुहुन्छ। यो त ठिक होइन नि त, हामीले देख्दा देख्दै पनि ठिक होइन नि। तर यसलाई कसरी एड्रेस गर्ने त भन्दाखेरि त्यो विश्वासको वातावरण त हामीले बनाउनु पर्यो। भनेपछि यो चाहिँ हाम्रा अलिकति चुनौतीका कुराहरू छन्। सम्भवतः हामी बेग्लै प्रस्तुतिमा यो विषयमा हामी अलिकति कुराकानी गर्नुपर्ने हुन्छ। त्यसपछि आएपछि यो चाहिँ नेप्काले यो सबै चुनौतीहरूको बावजुद पनि हामी यो प्रक्रियामा एकदम राम्रो प्रक्रिया उठेको छ। हामी यसलाई सोच्छौँ एकैपटक हामी 8 दिनको तालिममा जान सक्ने अवस्थाहरूमा आइपुग्छौँ कि पुग्दैनौँ, यो हामी सबैसँग अलिकति छलफल गर्नेछौँ। तर पनि यो मेलमिलापलाई अलिकति अहिले भएकै अवस्थामा पनि कसरी लान सक्छ, मेलमिलापकर्ताकै रूपमा हाम्रा मध्यस्थहरू सूचीकृत हुने अवस्था नभए पनि एउटा जानकारीको हिसाबले छोटो तालिमको व्यवस्थाबाट पनि यसलाई अगाडि कसरी लान सकिन्छ, हामी कसरी सुसूचित हुन सक्छौँ भन्ने विषयमा चाहिँ निश्चित रूपमा हामीले काम गर्नुपर्छ। यसको निमित्त हामी नेप्कामा राख्छौँ, हामी यसलाई गम्भीरतापूर्वक लिने नै छौँ। र यसले पनि आज हामीलाई धेरै एउटा मार्ग खुला गरेको छ कि यो हामीले धेरै राम्रोसँग बुझेको अवस्थामा आएको छ। त्यस कारण म यति नै निवेदन गर्दै फेरि पनि हाम्रो कुमार सरलाई यति यति राम्रोसँग यो विषयलाई उठाइदिनु भएकोमा नेप्काको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्दै सम्भवतः यसका अब अरू अलिकति बढी प्राविधिक पक्षहरूलाई अलिकति बढी उजागर गर्ने हिसाबले 2-3 महिनापछि सम्भवतः एउटा अर्को यसको परिपूरक आज उठेका प्रश्नहरूलाई पनि हेरेर परिपूरक एउटा प्रस्तुति गर्न कुमार सरको समयले दिन्छ भने म अहिले आग्रह गरिराख्छु सरको समय र अनुकूलता हेरिकन। किनभने यो प्रक्रियालाई हामीले अगाडि लैजानै पर्छ। जसरी भए पनि हामी अभियन्ता पनि हौँ, त्यसो भएकोले हामीले यो कामहरू निरन्तर रूपमा गर्नै पर्ने हुन्छ। नेप्का यसको निमित्त चाहिँ मतलब खुला छ। हामी यही प्रक्रियाबाट हामीले यो अवस्थालाई सुधार्दै लैजानुपर्छ, न्यायिक प्रक्रियालाई एउटा विश्वसनीयताको चरणमा लैजानुपर्छ भन्नेको निमित्त नै हामी यो प्रक्रियामा छौँ। यति नै मैले अनुरोध गर्दै यहाँहरूले जुन शनिबारको समय पनि हामीलाई यसरी साथ दिएर यो विषयलाई अगाडि ल्याउनको निमित्त र खास गरिकन भनेको यो चाहिँ हामीले देशको समग्र आर्थिक अवस्थालाई एउटा चलायमान बनाएर हामी अगाडि बढाउन सकौँ है, देशको विकासमा कन्ट्रिब्युट गर्न सकौँ भन्ने हिसाबले नै यहाँहरूको पनि यो सहभागिता हो भन्ने मैले बुझेको छु। त्यसको निमित्त यहाँहरू सबैप्रति पनि म हार्दिक आभार व्यक्त गर्दछु। जुम मार्फत जोडिनु हुने साथीहरू र फेसबुक लाइभमा धेरै साथीहरू जोडिनु भएको देखेको छु मैले। उहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु र सदा चाहिँ यो खालको प्लेटफर्म तयार गरेर हामीलाई प्राविधिक रूपमा सक्षम भएर अगाडि बढ्नको निमित्त हामीलाई बिदाको दिन पनि हाम्रा कर्मचारी साथीहरूले सहयोग गर्नुभएको छ। मैले सबै कर्मचारी साथीहरूलाई म पुनः हार्दिक धन्यवाद दिँदै आजको यो कार्यक्रम यहीँ सम्पन्न भएको घोषणा पनि गर्दछु र यहाँहरूको दिन शुभ रहोस्। हार्दिक धन्यवाद छ। नमस्कार। नमस्कार।